नमस्ते दाइ। नमस्ते भाइ। कसरी चलिरहेछ? अब एउटा कुरा त कस्तो भने एउटा जीवन गुडाउने बाटो हुन्छ। हजुर। एउटा चाहिँ रहर गुडाउने बाटो हुन्छ हैन? हजुर। जीवन गुडाउने बाटो र रहर गुडाउने बाटोलाई चाहिँ कस्तो राम्रो अलिकति सन्तुलित बनाएर कस्तो हुँदो रहेछ भने जीवन गुडाउने भनेको व्यावसायिक बाटो मात्रै गरिदिँदाखेरि पनि मन सन्तुष्ट नहुने कि, किनभने रहरहरू त हुन्छ नि त हैन? अनि रहरको बाटो मात्रै हिँडौ भन्दाखेरि फेरि जीवन गुडाउन गाह्रो हुन्छ नि त हैन? के तिमीलाई कस्तो लाग्छ? यो बाटोको कुरा आयो हैन? अब हामी अलिकति बाटैमा जाउँ। यो व्यावसायिक बाटो र आफ्नो जीवनको यथार्थ बाटोमा कस्तो खालको भिन्नता हुन्छ? यस्तो छ, जस्तो मेरो कतिपय साथीहरू हुनुहुन्छ हैन, उहाँहरूको कस्तो छ भने व्यावसायिक र रहरको बाटो एउटै छ के, त्यो निकै कम भाग्यमानी हुन्छन् हैन? जस्तो म गीत गाउँछु भन्यो र व्यवसाय नै गीत गाउने कुरालाई बनाउने, व्यवसाय पनि गीत भयो, उसको रहर पनि त्यही भयो। अनि अब जस्तो म लेख्छु भन्यो, उसको व्यवसाय पनि लेख्ने, रहर पनि लेख्ने। मेरो सवालमा चाहिँ त्यो भइदिएन। मेरो रहरको कुरा चाहिँ एकातिर छ हैन, त्यो व्यावसायिक कुरा चाहिँ अर्कोतिर छ। यसलाई चाहिँ ब्यालेन्स गर्न अलिकति अब गाह्रो नै हुन्छ हैन? जस्तो कस्तो खालको कुरामा गाह्रो हुन्छ तपाईँको चाहिँ? अब पारिवारिक हिसाबको कुरा, टाइम म्यानेजमेन्टको कुरा हैन, अनि आफ्नो व्यक्तिगत हिसाबले चाहिँ तपाईँले अब यता व्यावसायिक जीवनमा को समय दिनुपर्ने, अथवा आफ्नो यो राइटिङको कुरा छ, तपाईँले अब विभिन्न आलेखहरू लेख्नुहुन्छ, साहित्यिक क्षेत्रमा हुनुहुन्छ हैन? अब यो कुरालाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ तपाईँले? अब यस्तो हुन्छ, कस्तो भने अब पहिलो कुरा चाहिँ मान्छेले जति जे गरे पनि उसले आफ्नो व्यावसायिक कुरालाई गर्नु पर्यो, किनभने अब परिवार हुन्छ, केटाकेटीहरू हुन्छन् हैन? व्यावसायिक रूपमा आफूलाई चाहिँ कम्ती एउटा परिवार चलाउन त पर्यो नि त हैन? किनभने अब परिवार नै चलाउन सकिएन भने हामीले आफ्नो रहरहरू त पुरा गर्न सकिँदैन। कहिलेकाहीँ कस्तो हुन्छ भने अलिक बढी व्यावसायिक तिर ध्यान दिँदाखेरि, त्यतातिर व्यस्त भइदिँदाखेरि चाहिँ लेख्ने, पढ्ने अथवा बोल्ने कुराहरू, अरू कुराहरू चाहिँ कता कता हराइदिँदो रहेछ। तर फेरि हामी जस्तो मान्छेलाई फेरि समाजमा के हुन्छ भने हैन, यसले हिजोको जुन भूमिका खेलेको थियो त्यो पनि खेल्दै हुन्थ्यो जस्तो लाग्छ कि। जस्तो तिमी पनि त के हैन, रेडियोमा बोल्छौ, के गर्थ्यौ, तिमीलाई पनि त मान्छे भेट्दाखेरि चाहिँ तिमी अब एउटा पालिकामा छौ, एउटा व्यावसायिक जीवन छुट्टै छ, तर तिमीलाई त्यहाँ देख्न पाए हुन्थ्यो। भलै त्यो मान्छेको सङ्ख्या कति छ त्यसलाई छाडौँ हैन, किनभने हामी लोकल लेभलमै छौँ, तर त्यो मान्छेहरूले पनि त तिमीलाई प्रश्न गरिरहेको हुन्छ नि त। अनि त्यो प्रश्न गरिदिँदाखेरि चाहिँ ओहो म व्यावसायिकतिर मात्रै धेरै भएछु, अब यतातिर पनि अलिअलि लागु कि भन्ने हुन्छ। रहरको कुरा भने चाहिँ त्यही हो, अलिकति फुर्सद भयो भनेपछि केही भयो भने मात्रै गर्ने हुन्छ भने। अब अनि यो चाहिँ अब तपाईँको चाहिँ नेसनल लेभलका मिडियाहरूबाट पनि विभिन्न खालका आर्टिकलहरू आइराखेका हुन्छन्, विभिन्न खालका गजलहरू आइराखेका हुन्छन् हैन? अब यो टाइम चाहिँ कति बेला लेख्नुहुन्छ? कस्तो खालको माइन्डले कति बेला तपाईँको एक्टिभली काम गर्छ कि यो लेख्ने कुरामा चाहिँ? अब यस्तो मलाई धेरैले भन्नुहुन्छ कि तपाईँलाई कति बेला समय भन्छ? एकदमै साहित्यिक लेख्नुहुन्छ हैन? अब भर्खरै मात्रै एउटा तपाईँको राम्रो आर्टिकल पब्लिस भएको थियो सेतोपाटीबाट हैन? अब त्यो एकदमै त त्यसबेला चाहिँ दिमाग कसरी एक्टिभ हुँदो रहेछ कि, त्यो शब्दहरू कसरी फुर्छन् हैन? अब यसो सिम्पली हेर्दाखेरि चाहिँ तपाईँ चाहिँ यता व्यावसायिक जीवनमा छुट्टै एउटा शैक्षिक संस्थासँग जोडिनु भएको छ हैन? अब त्यतातिरबाट हेर्दाखेरि तपाईँको शब्दहरूको त्यो फ्लो यस्तो मिठो तरिकाले बग्या हुन्छ हैन? अब त्यो कसरी सम्भव छ, कसरी फुर्छ भन्ने कुरा। अब यो कस्तो भन्दाखेरि म कुनै ठाउँमा अब नेतृत्वमा छु हैन? नेतृत्वमा हुँदा यहाँका धेरै जटिलताहरू, राम्रा सबै कुराहरू भइराखेकै हुन्छन्। कस्तो भने जुन मेरो व्यावसायिक रूपमा मैले दिएको समय हो 5 बजेसम्म, त्योभन्दा पछाडि चाहिँ म चाहिँ अर्को मान्छे बन्दिन सक्नुपर्छ है। त्यो धेरै गाह्रो छ हैन? म पनि, तर म त्यो प्रयास गरेका कारणले यो सम्भव छ, किनभने 5 बजेपछि त मसँग प्रशस्त समय छ। तर 5 बजेपछि पनि कार्यालयकै विभिन्न खाले तनावपूर्ण कुराहरू, अरू कुराहरू चाहिँ हैन, यो त कार्यालयमै मैले चाहिँ गर्ने हो नि त। योभन्दा बाँकी समय त म त परिवारसँग, मेरो रहरसँग चाहिँ खेल्नुपर्छ नि भन्ने तरिकाले जुन दिन दिमागले त्यो सधैँ काम गर्यो भने त धेरै राम्रो हुन्थ्यो होला, तर त्यो सधैँ त्यो गर्न सकिँदैन। कहिलेकाहीँ त्यस्तो दिमागले काम गर्यो भने अनि आर्टिकलहरू चाहिँ लेख्ने, अरू गर्ने गरिन्छ। अब समय त प्रशस्त हुन्छ, जस्तो रातिको समयमा प्रशस्त तरिकाले हैन आनन्दले लेख्न सकिन्छ। अब कहिलेकाहीँ 1-2 दिन कम सुतेर मान्छेको जीवनमा धेरै उतार-चढाव भनेर त हैन नि, खासै फरक पर्दैन नि त। अनि फेरि मैले तिमीलाई पनि त थाहा छ नि, जस्तो तिमीलाई चाहिँ कसैले कुनै ठाउँमा बोल्न भन्यो अथवा केही कुरा लेख्न भन्यो,
अथवा अब तिमी आफ्नो त पृष्ठभूमि हेर्दाखेरि अथवा चलचित्र पत्रकारितासँग छ नि त तिम्रो कुराहरू, यस्तो कुराहरू चाहिँ गर भन्यो भने तिमी 5 बजेसम्म त अफिसमा थाकेका हुन्छौ, तर 5मै कसले यो काम गर भन्यो भने तिमीमा चाहिँ पुनर्ताजगी आउँछ के? ल के भन त तिम्रो अनुभव भन त ल। जस्तो केही कुरा भएन भनेपछि त त्यो समय एकदमै फाजिल हिसाबले गइराखेको हुन्छ, तर केही कुरा गर्नुपर्ने छ भने त्यो एउटा चाहिँ प्रेसराइज फिल हुन्छ र त्यो कुरा चाहिँ मैले राम्रो दिनुपर्छ भन्ने हुन्छ, अनि माइन्ड एक्टिभ हुन्छ र त्यसमा फेरि एक्टिभली चाहिँ रिगेन हुन्छ अनि फेरि काम गरिन्छ किनभने त्यो एउटा आफूलाई इन्ट्रेस्ट लागेको कुरा भयो कि हैन। 5 बजेसम्म जे जस्तो तनाव भयो भने 5:05बाट चाहिँ अब म आर्टिकल लेख्छु है भन्ने भने मेरो दिमागमा चाहिँ त्यो आइराखेको हुन्छ। माइन्डले एउटा सेड्युल बनाउँछ क्या दाइ, माइन्डले एउटा सेड्युल बनाउँछ। आज केही पनि छैन भनेपछि मान्छे चाहिँ सुतेर बस्छ, खान्छ, अरू केही गर्ला होइन, तर माइन्डमा एक खालको सेड्युल बन्यो भने त्यो सेड्युल मुताबिक नै शरीर चल्दो रहेछ क्या होइन। अल्छी मान्ने कि नमान्ने होइन, अब एक्टिभ हुने कि नहुने, काम गर्ने कि नगर्ने भन्ने खालको कुरा चाहिँ पहिले नै एक खालको चाहिँ सेड्युलमै भयो भनेपछि त्यो मान्छेको चाहिँ अगाडि राम्रोसँग बढ्छ। जस्तो तिमीले भनेको कुरा के, जस्तो अब अहिले तिमी पनि कहिले काहीँ गरिराखेको हुन्छ, मैले पनि गर्छु कि यो फेसबुकमा चाहिँ चलाउँदा कस्तो दिक्क लाग्छ, अनि होइन यो फेसबुक नै हटाइदिउँ भनेर हटाइन्छ, तिमी पनि हटाइराखेको हुन्छ म पनि। त्यति बेला पनि त खासै के नभयो जस्तो त लाग्दैन होइन, त्यो किनभने त्यसलाई हामीले त्यसमा चाहिँ त्यसलाई अभ्यस्त चाहिँ गराइराख्यो भने अनि सहज हुने त हो नि। अब पहिला रेडियोमा बोलेको मान्छे होइन, तिमी खुब रहर गर्थ्यौ है रेडियोमा? म एकदमै रहर गर्थेँ। तपाईँले कार्यक्रम चलाउनुहुन्थ्यो होइन, गराइमा कार्यक्रम चलाउनुहुन्थ्यो, त्यो कार्यक्रममा अब मैले फोन पनि गर्थेँ होइन। अब तुलसीपुरतिरका रेडियोहरूमा पनि फोन गर्ने, रेडियोमा चाहिँ फोनिङ कार्यक्रम छ भने फोन गरेर कुरा गर्ने होइन। अनि म पनि बसन्त आचार्य जत्तिकै बोल्न पाए हुन्थ्यो, यत्तिकै चाहिँ कहिले बोल्ने हुन्छ होला भन्ने फिल हुन्थ्यो होइन। तपाईँकै कार्यक्रम पनि मैले धेरैपल्ट फोन गरेको थिएँ माइन्ड टेस्टमा। अब त्यो टाइमबाट अब त्यो एउटा चाहिँ तपाईँको इरा भनौँ न, प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो, अहिले चाहिँ जवाब दिने ठाउँमा आइपुग्नु भएको छ होइन। यो दुईवटा कुरालाई कसरी हेर्नुहुन्छ? म अब अझ तिम्रो जुन प्रश्न सोध्यौ नि, तिम्रोभन्दा अझ त्योभन्दा अगाडिको समयमा जान्छु म हेर, किनभने रेडियोको कुरा गर्दाखेरि त्यति बेला चाहिँ नेपालमा चाहिँ यो एफएम रेडियो 2057 सालमा स्थापना भयो के र होइन। त्यसपछि चाहिँ तर के भन्दाखेरि यो दाङ जिल्लामा चाहिँ 58 खोल्यो स्वर्गद्वारी एफएम खोल्यो। त्योभन्दा अगाडि चाहिँ हामीले खास गरी स्वर्गद्वारी एफएम मध्यपश्चिमाञ्चल त्यस बेला मध्य तथा सुदूरपश्चिमको पहिलो एफएम हो। अनि त्यति बेलामा चाहिँ त्योभन्दा अगाडि कस्तो हुन्थ्यो भने हामीलाई चाहिँ रेडियोमा चाहिँ पत्र पठाउने, फोन गर्ने हुटुटी हुन्थ्यो। त्यसको एउटा 2टा मात्रै विकल्प थियो हेर है, यो तिमीलाई पनि एउटा इतिहास जस्तो लाग्न सक्छ। एउटा चाहिँ रेडियो नेपाल थियो, एउटा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेत थियो होइन। अनि त्यो एफएम होइन कि एएम ब्यान्डमा चाहिँ आउने गर्थ्यो त्यो चाहिँ। अनि त्यसमा अब त्यो त कस्तो पनि त्यति बेला त्यो सञ्चारका अरू माध्यम पनि नभएको होइन, र एउटैले चाहिँ ठुलो क्षेत्र ओगट्ने गर्दाखेरि चाहिँ हामी धेरै जसो रेडियो सुन्थ्यौँ र त्यहाँ चाहिँ पत्रहरू पठाउँथ्यौँ हामी होइन। त्यति बेलामा चाहिँ मलाई याद छ कि 2 रुपियाँको टिकट टाँच्नु पर्थ्यो चिठी पठाउनको लागि, रेडियोमा चिठी पठाउनको लागि होइन। अनि अब त्यो एउटा चिठी पठाएर त मन मान्दैन होइन, यो दैनिक चाहिँ 5-7वटा चिठी पठाउन मन लागिराख्ने। अनि तर त्यो के हुन्थ्यो भन्दाखेरि अलि धेरै पैसा लाग्ने अरू हुन्थ्यो, तर पठाएपछि कुर्यो 2 महिना 3 महिनासम्म नआइदिने, कहिले काहीँ आउने। अनि आउँदाखेरि चाहिँ गाउँभरि डुल्न मन लाग्ने कि ओहो मेरो नाम त सबैले सुन्यो होला भन्ने हुन्थ्यो। त थियो पनि त्यस्तै के भाइ, जस्तो अहिले एउटा चाहिँ राम्रो सिनेमाको हिट नायकले जुन तरिकाको सेलिब्रेट गर्छ नि, त्यति बेला रेडियोमा नाम आइराख्ने मान्छेको त्यो तरिकाको थियो। यसको नाम आउँछ, यो मान्छे यो हो है भन्ने हुन्थ्यो। रेडियोमा बोल्ने मान्छेलाई त अब देख्ने अवसर पाइँदैन। मेरो पनि यस्तै एउटा अनुभव चाहिँ, म राप्ती विद्या मन्दिरमा 6 कक्षामा पढ्थेँ होइन। 6 कक्षामा पढ्दाखेरि मैले त्यो हुलाक कार्यालय बाटोमा थियो, स्कुल जाने आउने बाटोमै हुलाक कार्यालय होइन, अहिले पनि सायद त्यही छ होला। मैले चाहिँ त्यो च्यानल नेपाल भन्ने कार्यक्रममा, एउटा सिनेमासँग सम्बन्धित कार्यक्रममा एउटा सामान्य गीत रोजाइको कार्यक्रम मात्रै थियो। त्यो चिठी लेखेर मैले हुलाक कार्यालयमा त्यहाँ चाहिँ पठाएको चिठी पठाएको थिएँ। अनि त्यो लामो समयसम्म आएन, नआइसकेपछि अब आउँदैन होला नै भन्ने थियो। अब म त स्कुल अब 6 कक्षामा पढ्ने, स्कुल जाने आउने चलिराखेको थियो। अनि एक्कासी एकपटक चाहिँ गाउँमा आज त तेरो नाम च्यानल नेपालबाट आइराखेको थियो टेलिभिजन। त्यस बेला त अब टेलिभिजन र रेडियोको त एकदमै राम्रो क्रेज थियो होइन।
च्यानल नेपालबाट आइराखेको थियो भनेर गाउँका धेरै मान्छेहरूले कुरा गरिसकेपछि त्यो दिन चाहिँ मलाई एक खालको गाउँको सानोतिनो हिरो नै हो कि होइन भन्ने खालको चाहिँ फिल भएको थियो कि दाइ। त्यस्तो जमाना थियो नि त त्यस बेला होइन मिडियाको। त्यो कुराले हेर हामीलाई धेरै सिकायो नि। जस्तो अहिले कस्तो छ भने मान्छे फास्ट फुड छ क्या लाइफ। अहिले तत्काल केही भयो भने भयो, भएन भने मान्छे निराश हुने। हेर त एउटा चाहिँ रेडियोमा टेलिभिजनमा चिठी पठाएको 3 महिनासम्म पनि प्रतीक्षा गर्न सक्थ्यौँ क्या हामी। अहिले मान्छेलाई तत्कालै नतिजा चाहिएको छ क्या। वास्तवमा त्यो माध्यमहरूले अरू कुराहरूले अप्रत्यक्ष रूपमा हामीलाई चाहिँ धेरै कुरा पनि सिकाए। त्यसै गरी अब चिठीहरू पठाउने, अनि पछि यो के हो भने चिठी पठाउँदाखेरि चाहिँ अब यो हुलाकमा चिठी हालेर धेरै सकिने भएन। अनि मैले गाउँभरिको साथीहरू 5-6 जना टिम बनाएर सबैले बराबर पैसा राख्ने, अनि अनुरोध सङ्गीतमा अब कविताहरूमा त आफ्नो नाम हाल्नु पर्यो, अनुरोध सङ्गीतमा त सबैको नाम राख्न मिल्थ्यो। अनि 6 जनाको चाहिँ त्यसमा नाम राख्ने र 6 जनाले नै लगानी गरेर चाहिँ चिठी पठाउन थालेपछि अनि त्यो चाहिँ चिठीहरू अरूले आउन थाल्यो। अनि चिठीहरू आउने, अनि त्यति बेला चाहिँ फोन इन कार्यक्रममा फोन लाग्नु भनेको त संसार जित्नु सर हो। किनभने 1 घण्टाको फोन इन कार्यक्रममा 5 जनाको मात्रै फोन लिन्थे। तपाईँकै कार्यक्रममा मलाई फोन गर्ने कति गाह्रो थियो भने नेपालभरिको कस्तो थियो। अनि समस्या के भन्दाखेरि एक ठाउँ गएर फोन लगायो, एउटा पिसिओ हुन्थ्यो नि त त्यति बेला त, मान्छे फोन लाग्ने लाइन राख्थ्यो, गर्यो त्यसले चाहिँ अब त्यो दिन चाहिँ जेन तेन गर्दैला। अनि अर्को दिन चाहिँ ठ्याक्कै रेडियोको टाइम अब फोन गर्ने टाइम आयो, त्यहाँ गयो भने फोन बिग्रिया छ भनिदिने कि। किनभने त्यो आधा घन्टासम्म मै इङ्गेज भइराख्ने, नयाँ टेलिफोन बुथ खोज्दै हिँड्नु पर्थ्यो कि त्यति बेलामा। त्यो कुराले चाहिँ रेडियोमा बोल्नुपर्छ भन्ने भयो। अनि पछि स्वर्गद्वारी खोलिसकेपछि साथीहरूले त्यहाँ काम गर्न थाल्नुभयो। अनि त्यो हुँदा होइन रेडियोमा गरौँ न भनेर तुलसीपुरमा रेडियो खुलेपछि चाहिँ अनि गजल सम्बन्धी कार्यक्रम गजल साहित्य सम्बन्धी कार्यक्रम चाहिँ मेरो त्यो तरिका त्यतातिर रुचि भएको हुनाले एउटा कार्यक्रम चाहिँ साहित्य आख्यान भनेर चल्यो। अनि चलाइसकेपछि त्यो कार्यक्रम हामी निकै सुन्थ्यौँ। अनि त्यसपछि तपाईँको यात्रा मध्यपश्चिम एफएम खोल्यो गराइमा होइन। मध्यपश्चिम खोलिसकेपछि अब तपाईँले त्यहाँ चाहिँ एकदमै हिट कार्यक्रम अब माइन्ड टेस्ट होइन, मध्यपश्चिम एफएममा माइन्ड टेस्ट आयो। अब त्यो कार्यक्रम त मलाई लाग्छ कति 11 बजे आउने कार्यक्रम पब्लिकले एज अ श्रोताको हिसाबले 9 बजेबाट नै रेडियो मध्यपश्चिम कुरेर बस्ने स्थितिको सिर्जना भएको थियो। एकदमै हिट कार्यक्रम पनि थियो होइन। त्यो कार्यक्रम कसरी जेनेरेट भएको थियो होइन, त्यो कार्यक्रमको लोकप्रियताका कुरा गरौँ न एकछिन। अब त्यो रेडियोमा काम गर्दाखेरि कस्तो भने रेडियो एउटा रहरको कुरा भयो। अनि त्यति बेलामा चाहिँ अब भर्खर पढ्दै गरेको कारणले गर्दाखेरि नै रहरलाई नै बढी प्रायोरिटी दिउँ न त भनेर त्यही रहरतिर लाग्यो र रेडियोमा बोल्न थालियो। र मध्यपश्चिममा गइसकेपछि त्यहाँ अलिकति त्यस्तै खाले मैले जिम्मेवारी पनि प्राप्त गरिसकेपछि चाहिँ होइन केही नयाँ गरौँ न त होइन, किनभने अलिकति सृजनात्मक काम गर्नुपर्छ भन्ने मेरो पहिल्यैदेखिको कुरा थियो। त्यो हुँदाखेरि चाहिँ मैले माइन्ड टेस्ट लगायत केही कार्यक्रमहरूको त्यहाँ डिजाइन गरेर चाहिँ कतिपय मैले पनि चलाएँ, कतिपय साथीहरूले पनि चलाउनु भयो। त्यो समय चाहिँ यो अलिकति यो क्विज टाइपका कुराहरूमा अलि मान्छेको बढी रुचि रहने टाइपको थियो। अनि मैले त्यही मान्छेको मनोविज्ञानलाई बुझेर त्यो कार्यक्रम चाहिँ डिजाइन गरेँ। त्यसको संरचना अलिकति फरक त्यति बेलाको मान्छेलाई चाहिँ नयाँ खाले लागोस् भन्ने तरिकाले चाहिँ डिजाइन गरेपछि त्यो कार्यक्रम चाहिँ धेरै नै हिट भयो कि अहिले पनि मलाई धेरै जसोले चाहिँ त्यो माइन्ड टेस्ट अरू गरेर गर्नुभयो। पछि अब त्यही माइन्ड टेस्ट आयो अनि म पनि पछि रेडियोमा आइसकेपछि मैले पनि त्यही जनराको मास्टर माइन्ड भन्ने कार्यक्रम चलाइरहेको थिएँ। त्यो समयमा त्यो रेडियो सुन्नेको सङ्ख्या होइन अलिकति बढी पनि थियो। कस्तो हुँदो रहेछ भने जुन कुराबाट मान्छेको प्रतिक्रिया आउँछ अनि काम गरिराख्न मन लाग्दो रहेछ कि त्यति बेला चाहिँ धेरै राम्रो प्रतिक्रियाहरू आउने होइन। कति टाइम खट्नुहुन्थ्यो रेडियोमा? होइन म त बिहानदेखि साँझसम्म नयाँ नै के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर खट्ने। अझ म एडिटिङ मिक्सिङमा पनि आफै बस्ने। कतिपय रेकर्डेड प्रोग्रामहरूको सवालमा चाहिँ मैले भने नि त्यति बेला मलाई मेरो साथीहरू हुनुहुन्थ्यो कि कोही लोकसेवा पढाउँ यो गरौँ अरू गरौँ भन्नुहुन्थ्यो। होइन यो कसले गर्छ यति राम्रो रेडियोमा बोल्ने काम भन्ने लाग्थ्यो कि। अनि म यतैतिर नै बढी रेडियोमै इङ्गेज हुँदै गएँ र रेडियोमै चासो दिएँ। तर के भने मेरो आफ्नो पढ्ने कुरा अरू कुराहरूलाई पनि मैले निरन्तरता त फेरि दिएँ नै। त्यो भएर कस्तो हुन्थ्यो भने अब रेडियोमा त बोल्ने तर अब त्यति बेला फेसबुकहरू अरू पनि थिएन अनि मान्छेले फेस चिन्दैनथ्यो कि। अनि कुनै रेकर्डेड कार्यक्रम छ भने रेडियोबाट बजाइदियो अनि सारा बजारभरि घुम्यो कि होइन। अनि मान्छे सुनिराखेको हुन्थे, कहीँ बसेर चिया खायो त्यहाँ सुनिराखेको हुन्थ्यो तर आफूलाई चिन्दैन थियो नि त मान्छेले। त्यो पनि अनि कति आनन्द लागदायक थियो। एउटा कुरा कस्तो भन्दाखेरि काम गरिसकेपछि
चाहिँ त्यो रेडियोमा बोलिसकेपछि जुन खाले प्रतिक्रियाहरू जुन खाले चाहिँ मान्छेको प्रशंसा माया हुन्थ्यो नि त्यो प्राप्त हुन्थ्यो त्यसले छुट्टै उत्साह दिन्थ्यो छुट्टै फेरि अब अर्को प्रोडक्ट जाँदाखेरि फेरि नयाँ ऊर्जाका साथ हैन जाने भन्ने हुन्थ्यो कार्यक्रम बोल्ने अनि रेडियोमा कस्तो थियो नि आफू मात्रै बोल्ने अरू गर्ने भन्ने थियो तिमीहरू जस्ता धेरै भाइहरू भेटिने अनि ल हामी पनि बोल्नु पर्यो रेडियोमा गर्नु पर्यो भनेपछि कार्यक्रम नै तपाईँले त उत्पादन गर्नु नि त खोजी आर्जेको भनेर गरियो त्यो कार्यक्रमको एकजना प्रतिस्पर्धी तिमी पनि थियो र तिमीले राम्रो गरेका थियो त्यो रेडियोमा होइन त्यति बेलाको प्रतिस्पर्धी सबैले राम्रो पनि गर्नुभयो अहिले त्यो खोजी आर्जेकोबाट टप 10 मा जति सेलेक्ट हुनु भएको थियो मलाई लाग्छ त्यो सबैजना चाहिँ दाङ जिल्लामा रेप्युटेड जर्नलिस्टको कतिपय बाहिर पनि हुनुहुन्छ यहाँ पनि एकदम इस्टाब्लिस हुनुहुन्छ तिमीलाई मैले पहिलो पटक कार्यक्रम चाहिँ कसरी चलाउनु दियो तिम्रो कुरा सुनौ न म चाहिँ अब रेगुलर फोन गर्ने काम गरिरहेको थिएँ अब तुलसीपुरतिर फोन गर्ने अब घोराई हजुरको कार्यक्रममा फोन गर्ने होइन त्यो भइरहेको थियो अनि मलाई चाहिँ तपाईको आवाज र एकजना नवीन गिरीको हाम्रो रेडियो तुलसीपुर उहाँले पनि ज्याकपोट दिमागको खेल चलाउने हो अब यो दुईटा आवाज जस्तै तरिकाले म रेडियोमा कहिले बोल्ने होइन म पनि बोल्न पाए हुन्थ्यो भन्ने खालको फिल चाहिँ मलाई भइरहेको थियो अनि त्यही क्रममा त रेडियो मध्यपश्चिमबाट तपाईँ र किसन दाईको उसमा चाहिँ कार्यक्रम आयो खोजी आर्जेको अनि त्यसमा चाहिँ म गएर त्यहाँ भाग लिएँ भनौँ न फारम भरेँ अब लगभग मलाई लाग्छ 250 भन्दा बढी पार्टिसिपेसनहरू त्यहाँ थियो होइन अनि त्यो लड्दै जाँदाखेरि चाहिँ म त्यो कार्यक्रमको अब रिजल्ट निक्लिँदाखेरि केटा र केटीको लाइनबाट फर्स्ट सेकेन्ड थर्ड भन्ने थियो म केटातर्फबाट फोर्थमा परेको थिएँ कि भनेपछि टप 10 भित्र परेँ पछि तपाईँलाई मैले धेरै अनुरोध गरेको थिएँ रेडियोमा बोल्न पाऊँ होइन मलाई पनि कार्यक्रम चलाउन दिनु अब टप 10 जतिले चाहिँ कार्यक्रम चलाउन पाउने भन्ने खालको थियो पहिला त्यसको कारण पनि अब त्यो कतिमा पढ्थ्यौ त्यति बेला म त्यसरी 9 कक्षामा पढ्थेँ ए भनेको यहाँबाट आफै भाडा हालेर घरबाट पैसा मागेर राप्ती विद्या मन्दिरमा 9 कक्षामा पढ्थेँ मैले 8 कक्षाको जिल्ला स्तरीय परीक्षा दिइसकेपछि यहाँ एउटा सामान्य एउटा चाहिँ उद्घोषणसँग सम्बन्धित तालिम सिकेको थिएँ 8 कक्षाको परीक्षा सिद्धिसकेपछि त्यो बिचको टाइम 10-15 दिनको बिदाको टाइमलाई युटिलाइज गरेर चाहिँ उद्घोषण सम्बन्धी तालिम सिकेँ अनि 9 कक्षामा पढ्दाखेरि तपाईँको रेडियोमा चाहिँ खोजी आर्जेको भन्ने कार्यक्रम उत्पादन भयो त्यहाँ गएर फारम भरेँ होइन अनि त्यो कार्यक्रममा चाहिँ अब कम्पिटिसन गर्दै जाँदाखेरि कहिलेकाहीँ स्कुलहरू पनि छुट्थ्यो अब 15 दिन त त्यहाँ तालिमै भयो अब दिनेश दिसीहरू अरूहरू आएर चाहिँ त्यहाँ तालिम डियर कल्याण आएर तालिम दिइराख्नु भएको थियो होइन त्यो 15 दिनसम्म त म यता स्कुलमा अब प्रिन्सिपलसँग क्लास टिचरसँग अरू सरहरूसँग धेरै रिक्वेस्ट गरेर अब 9 कक्षाको टाइम फेरि होइन धेरै रिक्वेस्ट गरेर म 15 दिन घोराइमै बसेर त्यो रेगुलर 15 दिन नै मैले तालिम लगेको कि त्यहाँ त्यो रेडियो मध्यपश्चिम घोराइ नै बसेँ एकजना इष्टमित्रको दिदीको घर होइन अनि त्यहाँ बसेर गरिसकेपछि अब त्यो रिजल्ट आउँदाखेरि फोर्थ भयो अनि फोर्थ भएपछि तपाईँलाई मैले धेरैबाट अनुरोध गरेँ अनि गरिसकेपछि अब टाइम त फेरि अब यता 9 कक्षामा पढ्ने शनिबार नै चाहियो मलाई होइन अनि शनिबार त्यो एउटा 12 बजे कार्यक्रम चलाउने ल अब नेक्स्ट सटरडेबाट तिमी चाहिँ अब कार्यक्रम चलाउन भन्ने भयो अब म यता घरमा त्यो स्क्रिप्ट लेखेर होइन 7 पाना 8 पानाको स्क्रिप्ट लेखेर एकदमै मेहनत गरेर तयारी गरेर जाने भनेर चाहिँ स्क्रिप्ट पुरा तयारी गरेर गएँ त्यसबेला लोड सेडिङ थियो कि लोड सेडिङको टाइम थियो रेडियो बन्द भयो रेडियोहरूको के हुन्थ्यो भने एकदमै लोड सेडिङको टाइम भावनाले केही समय चाहिँ बन्द हुन्थ्यो त्यो बेला के भयो भने मेरो फर्स्ट कार्यक्रम चलाउने म गाउँमा चाहिँ अलि हल्दै गरेर गएको थिएँ ल आज म रेडियोमा बोल्छु है 91.4 मेगाहर्जबाट अब मेरो आवाज आउँछ र म बोल्छु सबैले सुन्नु भनेर गएको त्यहाँ माइन्ड टेस्ट कार्यक्रम सक्यो तपाईँको कार्यक्रम तपाईँको सकिने बित्तिकै मेरो आउँथ्यो अनि सकिने बित्तिकै अब माइन्ड टेस्ट सिद्धि रेडियो बन्द गर्नुपर्ने भयो जेनेरेटरले भ्याएन अर्को पो लाइन गयो 2 घन्टा बन्द गर्नुपर्ने भयो भन्ने भयो फर्स्ट डे कार्यक्रम चलाउन जाने भनेर गएको मान्छे रेडियो चाहिँ लोड सेडिङ कारण बन्द भयो अनि मैले चाहिँ त्यो फर्स्ट डेमा कार्यक्रम चलाउन पाएन जीवनको फर्स्ट एपिसोड चलाउने भनेर गएको होइन त्यसले चाहिँ मलाई एकदमै नमजा फिल भएको थियो घर आएँ अब रेडियो त बन्द थियो भएन तेरो भनेर फेरि साथीभाइले वरपरका इष्टमित्रहरूले होइन छरछिमेकीहरूले प्रतिक्रिया जनाउँदाखेरि अलिकति दुःख लागेको थियो जस्तो क्लासमा पनि अब आइतबार क्लास जाँदाखेरि पनि साथीहरूले अब आएन कार्यक्रम रेडियो बन्द भयो भन्ने भयो ठिक छ अब अर्को शनिबार आउँछ भन्ने तरिकाले फेस गरेँ अनि अर्को शनिबार गएर चाहिँ म रेडियोमा जब बोलेँ बोलिसकेपछि बाहिर निस्किँदाखेरि पनि त्यही रेडियो मध्यपश्चिमकै
त्यहाँ अग्रज दाईहरूले एकदमै राम्रो भयो, तिम्रो चाहिँ एकदमै राम्रो कार्यक्रम चलायो तिमीले, अनि गो अहेड भन्ने खालको प्रतिक्रिया दिनुभयो। अनि घर आइसकेपछि वरपर सबैले साथीभाइहरूले पनि मलाई चाहिँ राम्रो भन्नुभयो। भोलिपल्ट स्कुल जाँदाखेरि पनि सरहरूले होइन हिजो रेडियोमा कसरी बोलेको थिएछ एकचोटि फेरि बोल्दा हेर्दाखेरि त त्यस्तो देखिन्न। सुन न, अब मिडियाले कस्तो अहिलेको मोड ल्यायो नि ल्याउनु त होइन, यो बारेमा पनि हामी बोलाउँला। तर सामान्य एउटा रेडियो प्रोग्राम चलाउनु पनि कति ठुलो महत्त्वपूर्ण कुरा थियो नि त्यति बेला, ठुला कुरा थियो। अब म स्कुलमा जाँदाखेरि सरहरूले हिजो रेडियोमा कसरी बोलेको थिएछ एकचोटि फेरि बोलेर सुना, हेर्दाखेरि त यस्तो बोल्लास् जस्तो देखिनस् होइन, बोलेर सुना भनेर म फेरि बेन्चबाट उठेर एउटा त्यो इन्टरटेनको पार्ट जस्तो पनि भएको थियो क्या होइन। अब गाउँमा रेडियोको एउटा फोनिङ कार्यक्रममा फोन मात्रै गरेपछि पनि धेरैले चिन्थे। जस्तो त्यही माइन्ड टेस्टमा मैले फोन गरेँ तपाईँसँग कुरा भयो भनेपछि पनि गाउँको चाहिँ त्यो दिनको हिरो नै हो क्या, रेडियोको क्रेज भने त्यो थियो नि त। अनि त्यो टाइमबाट हामी चाहिँ बिस्तारै अब तिमीले चाहिँ रेडियो प्रोग्राम चलाएर पैसा पाउने पनि होइन होइन, अब पढ्ने केटो घर बाआमासँग भाडा मागेको छ, खाजा खाने पैसा मागेको छ, गएर बोल्दाखेरि पनि भनेको त्यसरी बोल्दाखेरि पनि आनन्द लाग्ने कि आनन्द एकदमै। अब तपाईँको घरमा पनि सङ्घर्ष गर्नु पर्थ्यो, प्रत्येक शनिबार चाहिँ घोराइ जाने तयारी गर्नु पर्थ्यो कि होइन। 9 कक्षामा पढ्ने मान्छेसँग त अब तपाईँको 5 रुपियाँ 10 रुपियाँ त्यस बेला ठुलो कुरा थियो। 5 रुपियाँमा अब खाजाको कुरा चाहिँ जेरी र समोसा आउने टाइमिङ थियो नि त, 61 सालको कुरा हो। आउँथ्यो त्यो 5 रुपियाँमा जेरी समोसा दुईवटै चिज खाजाको हिसाबले खाने टाइम थियो। 10 रुपियाँ जति राखेपछि त हाफ प्लेट चाउमिन नै आउँथ्यो होइन। त्यो टाइममा चाहिँ मलाई प्रत्येक शनिबार 100 रुपियाँ खर्च गर्नुपर्ने चुनौती थियो। अब मसँग त कमाइ केही थिएन, त्यो त पटक पटक घरमै भन्न पर्थ्यो होइन। अब बुवासँग नै अब भनेर 100 रुपियाँ दिनुपर्छ, अब घोराइ जानुपर्ने छ होइन। त्यस बेला चाहिँ भाडा कति 40 रुपियाँ कि यस्तै कति थियो, 40 रुपियाँ जाने 40 रुपियाँ आउने 80, 20 रुपियाँको त्यो चाउमिन अथवा केही खाजा खाने। 100 रुपियाँ प्रत्येक पटक आफैले गोजाबाट खर्च गरेर कार्यक्रम चलाउने, गएर कार्यक्रम चलाउने र त्यो कार्यक्रम चलाएपछि आफूलाई सन्तुष्ट प्राप्त हुने। त्यो टाइमबाट रेडियोमा सङ्घर्ष गर्दै करिब करिब 12 वर्ष त मैले पूर्ण रूपले रेडियोमै काम गरेँ होइन। पछि तिमीले चाहिँ विभिन्न रेडियोमा काम गर्यौ, आफै एउटा लिडिङ पोस्टमा रहेर पनि काम गर्यौ र नयाँ नयाँ प्रोग्राम पनि डिजाइन गर्यो। तिम्रो प्रतिभा प्रस्फुटन चाहिँ मध्यपश्चिमबाट भयो। त्यो ब्रेक चाहिँ तपाईँले दिनुभयो, त्यो रेडियोमा बोल्ने अब सुरुमै ब्रेक दिने ठुलो कुरा थियो। त्यसकारण पनि तपाईँलाई मैले जहिले पनि चाहिँ मिडियाको एउटा चाहिँ गुरु भन्छु कि होइन, एउटा चाहिँ जन्म दिने। अब कर्मको हिसाबले अरू मान्छे तिमीसँग त्यो खाले प्रतिभा थियो कि हामीले चाहिँ कस्तो भने यो मान्छेले यो क्षेत्रमा त्यति बेला अरू पनि मेरो भाइहरू तिमी जस्तै गर्नुहुन्थ्यो, मैले अब यो नगर्नु तपाईँहरूले भने उहाँहरू ब्याक पनि हुनुभयो। किनभने जो मान्छेको जहाँ चाहिँ क्षमता छ यसले गर्न सक्छ भन्छ उहीँ नै जाने त हो नि। त्यहाँ रेडियो मध्यपश्चिममा चाहिँ बोलिसकेपछि करिब करिब अब कति 7-8 महिना जति म त्यहाँ बोलेपछि मलाई त्यो पर डे शनिबार चाहिँ जाने आउने त्यो आर्थिक हिसाबले अरू हिसाबले पनि मलाई चाहिँ समस्या भयो कि। अनि तुलसीपुर एफएममा अब विनोद गिरी हुनुहुन्थ्यो होइन, तपाईँले कर्म दिए पनि एकजना जन्म दिए पनि विनोद गिरीले र अर्जुन गिरीले चाहिँ तुलसीपुरमा रेडियो तुलसीपुरको सवालमा र रेडियोको मेरो चाहिँ अरू वृत्ति विकासको सवालमा अर्जुन गिरी र विनोद गिरीले चाहिँ एकदमै सशक्त भूमिका निर्वाह गर्नु भएको छ कि। मलाई चाहिँ 10 कक्षामा पढ्दाखेरि नै प्रोग्रामको जिम्मा दिने होइन, 11 कक्षामै पढ्दाखेरि त अब म रेडियो नै एउटा तुलसीपुर छुट्टै रेडियो नै चलाउने अवस्थामा पुगिसकेको थिएँ भनेपछि त्यो टाइममा चाहिँ मलाई लाग्छ रेडियोको सवालमा उहाँहरू दुईटाले त्यसरी अवसर नदिएको भए मैले आफ्नो प्रतिभाहरू पनि प्रस्फुटन गर्न पाउँदैन थियो होला होइन। अब कार्यक्रमहरू पनि मैले एकदमै न्यू कन्सेप्ट नै चलाएँ, जस्तो रेडियोबाट एसएलसीको रिजल्ट भन्ने जस्तो चलन थियो त्यस बेला, त्यो चाहिँ 65 सालमा मैले सुरु गरेँ। मैले सुरु गरेपछि अरू रेडियोहरूमा अनि गएको कि त्यो होइन। अनि मिसन +2 को भन्ने जस्ता कार्यक्रमहरू चलाएँ। अब मैले मास्टर माइन्ड तपाईँहरूको सिको गरेर चलाएँ, फिल्मी पर्दा अब अरू कार्यक्रमहरू चल्थ्यो त्यसको सिको गरेर चलाएँ। त्यो चलाउँदाखेरि पनि मैले पनि एउटा नयाँपन दिन्थ्यो त्यसलाई चाहिँ आफ्नो तरिकाले क्रिएटिभिटी गरौँ न नयाँ कार्यक्रमको। तिमी चाहिँ त्यो प्रोग्राम नहुँदा पनि रेडियो गइराख्थ्यौ नि? रेडियो गइराख्थेँ। त्यो रेडियोमा जाँदाखेरि नै अर्कै भाइब्स आउने। म त त्यो एसएलसीको रिजल्ट रेडियो तुलसीपुरबाट लाइभ भन्ने कार्यक्रम मैले त्यो रेडियो 10 बजे बन्द हुन्थ्यो, रिजल्ट आएको दिन त्यो रेडियो पुरै रातभरि नै चल्थ्यो। म रातभरि पनि रेडियो तुलसीपुरमा बोलेको छु, रातैभरि
रिजल्ट भनेको भनेको। त्यस बेला त अब एसएमएसको कुरा थिएन, इन्टरनेटको कुरा थिएन, मान्छेले चाहिँ रेडियोबाट रिजल्ट भन्नु सुन्न पर्ने, पत्रिकामा आएर रिजल्ट हेर्न पर्ने, भोलिपल्ट बिहानै बजार आएर साइबरमा गएर चाहिँ रिजल्ट हेर्न पर्ने अवस्था थियो। त्यो अवस्थामा रेडियोमा कसैले फोन लगाएको 3-4 सेकेन्डभित्रै रिजल्ट प्राप्त गर्छ भनेपछि हामीले किन सुविधा नदिने भनेर हामीले चाहिँ दूरदराजमा त गाह्रो थियो नि त, गाह्रो थियो, रातैभरि कार्यक्रम चलाएको थियौँ। अहिले अर्को एउटा कुरा चाहिँ पछि मैले राम्रो हो जस्तो लाग्यो कि जस्तो मिडियामै काम गरेको व्यक्तिसँग पनि इन्टरभ्यू लिनुपर्छ होइन। हामीले मात्रै बोल्नै पाएको हुँदैन, हामीले आवाजविहीनहरूको आवाज त हामीले बोल्यौँ होइन। मिडियामै बोल्ने मान्छे पत्रकारकै अनुभूति तिमीले मेरो पनि लियो होइन। मैले तपाईँको लगे अरू ठुला ठुला व्यक्तिहरूको जसले पत्रकारिता क्षेत्रमा चाहिँ लामो योगदान दिनुभएको छ होइन, लामो समयसम्म क्रियाशील भएर काम गर्नुभएको छ, व्यावसायिक पत्रकार गर्नुभएको छ होइन। उहाँहरूको अनुभूति के छ त? उहाँहरूलाई रेडियोमा बोल्दाखेरि, पत्रकारिता गर्दाखेरि, कलम चलाउँदाखेरि चाहिँ कस्ता खालका समस्या छन्, उहाँहरूका कुरा पनि त प्रस्तुत गरौँ तिमी भन्ने सन्दर्भ मैले रियल भोइस भन्ने तिमी चाहिँ हो कि तिमी कस्तो भने अब रेडियोमा चाहिँ एउटा वेबाट पस्यो होइन, तर तिमीलाई त्यहीँ बसिरहन मन लागेन कि तिमी फरक 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 स्वरूपमा आइराख्यौ। मैले तिमीलाई त्यति बेला फलो पनि गरिराखेको थिएँ। यो हाम्रो विगतको कुरा भयो, हामीले भोगेको कुरा भयो र हाम्रो मलाई लाग्छ यो स्मृति चाहिँ मा बाँच्न जुन हामीले पायौँ नि यो हाम्रो लागि ठुलो सम्पत्ति, एकदमै ठुलो सम्पत्ति। तर अब म तिमीलाई भन्छु हेर भाइ, मेरो छोरा 12 वर्षको छ, उसलाई रेडियो भनेको चाहिँ त्यही आरएडिआइओ र नेपालीमा चाहिँ रेडियो बाहेक यो लेभलको काम रेडियोले तिमी भन्यौ नतिजा अरू यो सारा मान्छेको मनोरञ्जनको मुख्य साधन, सूचनाको मुख्य साधन यो थाहा छैन के भाइ? थाहा छैन। अब अहिले त घरमा एउटा रेडियो सेट नै भेटिन्न भाइ। हो, टेलिभिजन छ, टेलिभिजन खुल्दैन, टेलिभिजनमा युट्युबहरू चलिरहेछ। हामीले टेलिभिजन खोल्यौँ भने पनि त्यहाँ युट्युब नै चलाइरहेछौँ। टिभीमै युट्युब चलिरहेछ, टिभीमै युट्युब चलिरहेछ, टिभी च्यानल छैन, टिभीको च्यानल चलिरहेको छैन। युट्युबबाट हामीले गेम हेरिरहेका छौँ, युट्युबबाट हामीले अरू केही खालका भिडियोहरू हेरिरहेका छौँ होइन, युट्युबबाटै फिल्म हेरिरहेका छौँ टिभीमा होइन। तर च्यानलहरू चेन्ज गरेर न्युज हेर्ने अथवा अरू केही कार्यक्रमहरू हेर्ने, च्यानलमै लाइभ आइराखेका इन्टरभ्यूका कार्यक्रमहरू, अरू केही इन्टरटेनका कार्यक्रमहरू हेर्ने, त्यो चाहिँ अहिले एकदमै हराइसक्यो। हाम्रै घरमा पनि त्यो अब रेडियो चाहिँ बज्न त बजिराखेकै छन् नि होइन, बजिराखेको छ रेडियो त बजिराखेको छ होइन। टेलिभिजनहरू पनि चलिराखेकै छन्, टेलिभिजन चलिराखेको छ, रेडियो बजिराखेको छ। तर सबै चिज चाहिँ अहिले यो टेक्नोलोजीले डिजिटलाइज्ड भइदियो कि, टेक्नोलोजीले के गर्यो त भन्दाखेरि हातमा ल्याइदियो कि। एउटा कोठामा बसेर लामो समयसम्म एउटै चिज हेरिराख्ने मान्छेको बानी हट्यो। एउटा समयको व्यस्तता हुनसक्छ होइन। अब सबै चिज हातमा छ, हातमा आइसकेपछि उसले युट्युबबाट त्यही हेर्न खोजिराखेको छ। उसलाई आवश्यकता के परेको छ? गुगल सर्च गर्न सक्यो, एआईका विभिन्न टुल्सहरू छन्, त्यहाँबाट उसले आफूले चाहेको कुराहरू खोज्न सक्यो होइन। भनेपछि सबै चिज मोबाइलमा सुविधा छ, टेक्नोलोजीको हिसाबले, सञ्चारको हिसाबले होइन। त्यसकारण पनि मलाई लाग्छ टेलिभिजन रेडियोको युगमा अलिकति समस्या उत्पन्न भएको स्वरूपमा। जस्तो हिजो चाहिँ हामीले टाइप्स अफ मिडिया भन्दाखेरि चाहिँ रेडियो अडियो भन्थ्यौँ होइन, अनि टेलिभिजन अडियो भिजुअल भन्थ्यौँ होइन। तर अब रेडियो पनि अडियो भिजुअल भइदियो कि। कान्तिपुरमा चाहिँ पेजमा हेर नि त, त्यहाँ अडियो पनि आइराखेको छ, भिडियो पनि आइराखेको छ रेडियो कान्तिपुर। अब अरूको पनि कान्तिपुर पत्रिका त अब नेसन वाइड पपुलर पत्रिका हो नि त। पत्रिकै मात्रै कान्तिपुरले पब्लिस मात्रै गरे हुन्छ नि त। तर कान्तिपुरले रेडियोमा चलाएको कार्यक्रमलाई पनि भिडियोमा देखाउनु पर्ने, पत्रिकामा आएको कन्टेन्टलाई ई कान्तिपुरबाट देखाउनु पर्ने अवस्थाको त सिर्जना भयो नि त होइन। अब यो कुरा त टेक्नोलोजीकै विकासले हो। अब हिजो रेडियो चाहिँ सुन्ने, रेडियो चाहिँ कार्यक्रमहरू गर्ने चाहिँ चलिराखेको छ कि अब हिजो मान्छेले चाहिँ एउटा रेडियोमा सुन्थ्यो भने अहिले मोबाइलबाट अथवा एप्लिकेसनहरूबाट अरू माध्यमबाट, जस्तो यो पोडकास्ट छ नि त हामी बोलिराखेको, यो पनि त एउटा रेडियो नै हो। जस्तो अहिले युट्युबमा पनि पोडकास्टहरू त धेरै चाहिँ हिट भइराखेको छ त, त्यो त एउटा रेडियो इन्टरभ्यूकै विकसित रूप त हो नि। चाहिँ चर्चित टेलिभिजनबाट चलाइने इन्टरभ्यूको कार्यक्रम लाई तुलना गर्दाखेरि विभिन्न युट्युबबाट आएका पोडकास्टका कार्यक्रमहरूको भ्युज हेर्ने हो भने त्यहाँ चाहिँ बढी छ कि हो। अनि भ्युजकै हिसाबले हेर्ने हो भने त्यहाँ चाहिँ पोडकास्टकै भ्युज बढी देखिन्छ। अब एउटा अडियो भिजुअलको माध्यमबाट आफूलाई लागेका कुराहरू, आफ्ना व्यक्तिगत जीवनका कुराहरू होइन सरसर्ती इन्फर्मल टाइपले प्रस्तुत गर्ने न होइन।
तर पनि त्यहाँ भ्युजहरू बढी गएको होइन हिजो पनि हामीलाई चाहिँ रेडियोमा बोल्दाखेरि होइन हाम्रो भिडियो पनि गयो हुन्थ्यो त हामीलाई लाग्थ्यो तर टेक्नोलोजिकल्ली त्यो त जटिल कुरा थियो कति धेरै इन्भेस्ट गर्नुपर्ने थियो अब आज त के हो भने रेडियोमा गएर बोल्यो एउटा मोबाइल अगाडिबाट राखिदियो होइन भने अब त्यो भिडियो चाहिँ सबैतिर गयो क्या हिजोको चाहिँ पत्रकारिता जगतले नाम मात्रै सुनाउन चाहन्थ्यो नाम मात्रै मास बेसमा जाओस् भन्ने चाहन्थ्यो जस्तो लेख्ने मान्छेले पत्रिकामा लेख्ने मान्छेले यो फलानु मान्छे पत्रकार नामबाट चिनिन्थ्यो नि त रेडियोमा बोल्ने मान्छे तपाईँको आवाजबाट चिनिन्थ्यो कि यसको आवाज हो यो होइन यो बोलेको मान्छे हो भन्ने चिनिन्थ्यो तर आज त्यही जेनेरेसन पनि लेखेर मेरो नाम मात्रै चिन्नेहरू हुँदैन है मेरो फेस पनि चिनिनुपर्छ भन्ने छ म आफू पनि चिनिन पर्छ है अब तपाईँ रेडियोमा बोलेर माइन्ड टेस्ट चलाएर तल झर्दाखेरि तपाईँलाई हेर्ने मान्छे कति हुन्थे अब मेरै जमानामा म 65-66 सालमा मास्टर माइन्ड चलाएर तल झर्दाखेरि त हेर्ने मान्छे 8-10 जना मान्छे रेडियो तुलसीपुरमा होइन डिआरएन कस्तो रहेछ त भनेर अझ स्टुडियोमै गएर प्राविधिक कोठामा गएर हेर्ने मान्छे त मैले भेटाएँ भने तपाईँको एजमा त अझ बढी थियो नि त होइन तर हामीलाई त्यसमा पनि मजा थियो भिडियो नदेखिनुमा पनि एउटा मजा थियो नि त तर अहिलेको जेनेरेसनमा कस्तो भइदियो भनेपछि देखिन पनि पर्यो चिनिन पनि पर्यो होइन त्यसरी चाहिँ अहिले यस्ता खालका पोडकास्टहरू उत्पादन हुन थाले होइन विभिन्न खालका कार्यक्रमहरू चाहिँ बन्न थाले होइन साना साना टिकटक रिल्सहरूमा चाहिँ आफ्ना गतिविधिहरू आउन थाले होइन चर्चित सेलिब्रिटीहरू पनि टिकटक रिल्समा हुन्छ होइन फेरि यसमा यस्तो छ कि भाइ जस्तो तिमीले भनेको कुराको वेबाट अगाडि बढ्दाखेरि त केही पनि छैन तर हिजो जुन हामीले काम गरेर जुन पृष्ठभूमिबाट आयौँ नि त्यो लेभलले डिजिटल मिडिया त अगाडि बढेन नि भाइ यो त तिमी स्वीकार्दैनौ त्यो बढेन स्वीकार्छु हामीले त्यो मिडियामा हामीले जति लगानी गर्यौँ हामीले जति दुःख गर्यौँ हामीले आफूले आफ्नो अरू कुराहरू छाडेर जसरी चाहिँ रातभरि होइन 24 घण्टा रेडियो भनेर लाग्यौँ त्यसरी चाहिँ रेडियोको अझ डेभलपमेन्ट हुनुपर्ने ठाउँमा रेडियो पनि फेज आउट हुने स्थिति अलि दुरावस्थामा छ भनौँ होइन अब अहिले नेपालमा चाहिँ मलाई लाग्छ 62-63 सालको जनआन्दोलनपछि नेपालमा एउटा यदि कुनै चिजको हाइली ड्रास्टिक चेन्ज भयो भनेपछि मिडियामै हो सूचना र प्रविधि क्षेत्रमै सबैभन्दा बढी चेन्ज भएको हो यो चाहिँ के भन्छ क्रान्तिकारी परिवर्तन भएको छ क्या होइन अब यो फेजमा आउँदाखेरि चाहिँ अहिले एआईका कुराहरू छन् गुगलका कुराहरू छन् इमेल इन्टरनेटका कुराहरू छन् त्यहाँबाट आउँदाखेरि चाहिँ यो हाइली अझ कम्पिटेटिभ भएर अझ संस्थागत भएर अझ विश्वसनीय पारदर्शी भएर चाहिँ जानुपर्ने थियो मिडिया होइन तर मिडिया चाहिँ अहिले वाच डग मिडियाको एउटा सामान्य त वाच डग हो नि त पहरेदार समाजको पहरेदार हो नि त होइन सरकारको जहिले पनि प्रतिपक्षी भने मिडिया प्रतिपक्षी चौथो अङ्ग त त्यही त भनिया राज्यको चौथो अङ्ग भन्ने पनि गरिरहेछ होइन भनेपछि सरकारको आवाजविहीनहरूको आवाज बोल्नुपर्ने मिडिया चाहिँ होइन समाजको वाचडगको रूपमा रहनुपर्ने मिडिया चाहिँ अहिले पछिल्लो समयमा यो एआई टेक्नोलोजी सूचना तथा सञ्चार क्षेत्रको विकास होइन प्रविधिको विकासले अझ मस्टली कम्पिटेटिभ होइन मस्टली तपाईँको जवाबदेही मस्टली पारदर्शी होइन मस्टली विश्वसनीय हुनुपर्ने ठाउँमा चाहिँ कस्तो भइदियो त भन्दाखेरि एउटा वाचडग चाहिँ भ्युज डगमा परिणत हुँदैछ हो कस्तो राम्रो भ्युज भने अब कस्तो भनेपछि जस्तो मैले यो कन्टेन्ट दिँदाखेरि सोसाइटीलाई कस्तो खाले इम्प्याक्ट पर्छ अथवा के राम्रो हुन्छ अथवा मैले कस्तो इन्फर्मेसन दिन्छु भन्दा पनि मैले कुन चिज राख्यो भनेपछि विवादित कुराहरू गर अहिले हेर न एआईबाट बनाएको भिडियो त्यहाँ राखिरहेको हुन्छन् यसो हेऱ्यो अब हामी त कस्तो नि अलिअलि बुझ्छौँ र यो एआई हो भन्छौँ नबुझ्ने मान्छेले त त्यही कुरालाई चाहिँ अब त अहिले कस्तो भयो भने त्यो एआईलाई प्रम्प्ट दिनु पर्यो दिएपछि समाचार दिन्छ अनि समाचारलाई फेरि यसलाई न्युजको बेसिसमा बोल भन्न पर्यो अनि उसले फेरि त्यसलाई कन्भर्ट गरिदिन्छ आवाजमा दिन्छ अनि त्यो आवाजलाई फेरि फोटाहरू राख्छ फोटा राखिसकेपछि त्यसलाई फेरि त्यो आवाजसँग जोडेर देल भन्यो त्यो आउँछ त्यसलाई फेसबुकमा पोस्ट गर्यो जस्तो त्यसलाई चाहिँ पोजिटिभ कुरामा युज गर्नुपर्नेमा भ्युज तिमीले अघि भन्यौ नि भ्युज कसरी बटुल्ने भन्ने खाले कुरा जस्तो राम्रो युट्युब च्यानलहरू चलाएर पनि त धेरैले गरिराखेका हुन्छन् नि त धेरै राम्रो छ अहिले चाहिँ नेपालमा हजुरको टप प्रोफाइलका मिडियाहरूमा काम गर्ने टप जर्नलिस्टहरू मिडिया अस्ति जस्तो तुलसीपुर आउनु भएको थियो कि टिकाराम यात्री होइन हामीले एउटा कार्यक्रममा बोलाएको मैले उहाँलाई अनि के छ तपाईँले चाहिँ अहिले त टेलिभिजन पनि सबै छाड्नु भयो कि अब यसमा के भइराखेको छ त भन्दाखेरि होइन मेरो त 4-5 वटा चाहिँ स्टाफहरू पनि छन् मेरो पनि छ यो त राम्रो छ अनि मैले हेर्छु कि उहाँको कन्टेन्टहरू कति संयमित छ मिडिया छाडेर हेर्नु न टिकाराम यात्री हेर्नु अब राजेन्द्र बानिया हेरौँ अरू टप सुधीर शर्मालाई होइन
टप प्रोफाइलका जर्नलिस्टहरू होइन अहिले चाहिँ त्यो मेन स्ट्रिम मिडियाबाट युट्युबमा आइराख्नु भएको छ क्या युट्युबमा आइराख्नु भएको भनेपछि व्यावसायिक पत्रकारिता त युट्युबबाट पनि हुँदो त रहेछ त मर्यादित होइन व्यावसायिक मर्यादित स्वस्थ हो कोड अफ कन्डक्टलाई चाहिँ फलो गरेर आफ्नो इथिक्स भित्र रहेर युट्युबबाट पनि हुँदो रहेछ त हैन तर भ्युजको नाममा चाहिँ अतिरञ्जित बनाएर समाजलाई नै एक हिसाबले ढगमगाउने तरिकाले हैन डर त्रासको भय देखाउने हिसाबले पत्रकारिता भइरहेछ कि हैन हामीले गरेको पत्रकारिता त्यस्तो थिएन हामीले पढेको पत्रकारिता त्यस्तो थिएन हाम्रा अभिभावकहरूले यो पत्रकारिता नै हो कि होइन भनेर प्रश्न गर्नुपर्ने बेला छ कि हैन हो समाजमा राम्रा कुराहरू छन् नराम्रा कुराहरू छन् समाजलाई सुधार्ने चाहिँ जर्नलिजमले हो अघि पनि भन्यौँ हामीले राज्यका 3वटा कार्यपालिका न्यायपालिका व्यवस्थापिकालाई चाहिँ नियमन गर्छ त्यही भएर यसलाई चौथो अङ्ग भनियो अथवा समाजमा कसैले केही सार्वजनिक व्यक्तित्वले केही बाटो बिराउँछ अरू गर्छ भने त्यसलाई त्यही तरिकाले गर्ने जस्तो मानौ तिमी दङ्गीशरण गाउँपालिका लेखाधिकृत नै हो नि हैन अब लेखाधिकृत भयो भने अब तिमीले चाहिँ त्यहाँ केही मानौ ल केही नराम्रो काम गरेका छौ भनेपछि त त्यसको त एउटा चाहिँ छ त त्यो मेसेज बाहिर ल्याउने हैन जस्तो सूचनाको हक छ मैले तिमीसँग सूचना माग्न सक्छु सूचना पनि तिमीले राम्रोसँग दिएनौ भने अझ त्यसलाई गर्न सक्छु सूचना पनि दिन तिमीले मानेनौ भने आनाकानी गर्यो भने मैले सूचना विभागमा चाहिँ तिम्रो बारेमा चाहिँ कमेन्ट पठाउन सक्छु अनि सतर्कता केन्द्रमा पठाउन सकिन्छ हैन धेरै ठाउँमा गर्न सकिन्छ कि भोलि तिमीले चाहिँ सूचना दिन बाध्य हुन्छौ हैन विभिन्न खाले तरिकाहरू चाहिँ हुन सक्छन् अब अहिले चाहिँ नेपालको संविधानले धारा 27 मा सूचनाको हकको व्यवस्था गरेको छ के मौलिक हक हो मौलिक हक भनेको एउटा यस्तो हक हो नि राज्यले अनिवार्य रूपमा नागरिकको लागि प्रवाह गरेकै हुनुपर्छ त्यसैको कार्यान्वयनका लागि सूचना विभाग गठन गरेको छ सूचना विभाग गठन भएको छ सूचनाको हक सम्बन्धी ऐन 2064 कार्यान्वयनमा नियमावली छ अनि हैन तर त्यो सँगसँगै पनि धारा 28 मा त फेरि गोपनीयताको हक पनि छ हो नि हैन गोपनीयताको हकले त केही 5-6 वटा क्लजहरू राखेको छ के कुरा हामीले बाहिर ल्याउन सक्छौं के ल्याउन सक्दैनौं कतिपय गोप्य राख्नुपर्ने कुराहरू त कानुनले भनेको अवस्थामा बाहेक गोप्य राख्नु पनि पर्न सक्ने हुन्छ हैन ती कुराहरूलाई नबुझेर हैन त्यस्तो संयन्त्रहरू अध्ययन नगरेर अध्ययनको कमीका कारण एउटा चाहिँ भ्युज कमाउने बहानामा गर्ने होइन जथाभावी रूपमा हैन अनुमति नलिएर तिमीले पनि मैले पनि हामीले यस्तो भनेको छैनौ कि हामीले गरेका काम 100% राम्रो छन् अथवा हामी राम्रो गर्ने प्रयास गर्ने त हो नि मान्छे कहीं चुकेको हुन सक्छ अब हामीले चाहिँ त्यस्तो कहीं गरेका छौं भने केही छ भने अथवा अरु कसैले सरकारी निकायमा गरेको छ भने त्यसको एउटा प्रक्रियागत रूपमा त्यसलाई चाहिँ बाहिर ल्याउन सकिन्छ त्यसको नियामक निकाय हुन्छ हो नि हैन जस्तो सरकारी संयन्त्रमा म काम गर्ने एउटा कार्यालयमा सरकारी कार्यालयमा केही कुराहरुको कमी कमजोरी भयो मानिले मिडियाले वाचडकको रूपमा काम गर्नुपर्ने भयो भनेपछि त उले आफ्नो प्रक्रिया बमोजिममा आउनु पर्यो नि त हैन एउटा नीति तिथि विधिको आधारमा आउनु पर्यो अनि हैन त्यसमा कानुन किन बनाइयो त सूचनाको हक किन चाहियो सूचना विभाग किन चाहियो प्रेस काउन्सिल किन चाहियो कानुन भन्दा माथि त कोही छैन नियामक निकायहरु सरकारी निकायहरु विद्युतीय प्रसारण ऐन किन चाहियो हैन संचार सरकारी निकायहरुको संयन्त्रहरुको नियामक निकाय पनि छ नि यतातिर संचार क्षेत्रहरुको नियामक निकाय पनि छ हो हैन अनि यतातिर हजुरको कर्मचारीहरुको अथवा चाहिँ सार्वजनिक सेवा प्रवाहका आचार संहिताहरु पनि छन् पत्रकारिताको आचार संहिता पनि छ हैन हो कम्तीमा त्यो चीजमा काम गर्दाखेरि चाहिँ एटलिस्ट इथिक्समा चाहिँ रहनु पर्छ जस्तो कन्डक्ट चाहिँ जान्न पर्छ राम्रो गर्ने मान्छेलाई पनि यसले चाहिँ हतोत्साहित बनाउन सक्छ के अर्को कुरा के हुन्छ भने जस्तो सुन न एउटा चाहिँ गल्ती नै नगरेको मान्छेलाई पनि यसले गल्ती गरेको छ भनेर त्यो मिडियाले भन्यो भने अर्को चोटी गल्ती गरेको मान्छेलाई गल्ती गरेको छ भन्दाखेरि पनि मान्छेलाई विश्वास लाग्दैन के त्यो हुँदाखेरि के हुन्छ भने गलत कुरालाई पनि मान्छेले अब गलत ढंगले बुझ्न भएन भने त त्यसले के सुधार भयो त सोसाइटीमा हैन अब यो बारेमा चाहिँ जुन राज्यका एउटा संचार संस्थालाई व्यवस्थित गर्ने नियमन गर्ने निकायहरू हुन् उनीहरूले पनि अलिकति प्रभावकारी रूपमा गर्नुपर्छ भने अर्को कुरा चाहिँ जनता पनि सचेत हुनुपर्छ के म आफू पनि संस्थाको नेतृत्वमा बसेर केही कुराहरू चाहिँ मैले सामना गरिरहेको हुन्छु कि जो कुरा कि मैले अब त्यस्तो गरेको हुँदैन हैन अनि अब त्यस्तो बेलामा लाग्छ कि यो विषय मैले आफै नै सामना गर्न पर्यो तिम्रो कुरा सुनाउ न एउटा विषय मैले आफै नै सामना गर्न त्यो परिस्थिति कस्तो थियो भने अघिल्लो दिन रातिसम्म लगभग 8 बजेसम्म बसेर मैले अफिसमा काम गरिरहेको थिएँ टाइम त जेठ असारको छ नि त
अब म लेखामा फेरि एक्लै छु होइन, अर्को मेरो असिस्टेन्ट, अर्को लेखापाल, लेखा अधिकृत मात्रै छ, लेखापाल चाहिँ छैन त्यहाँ, मैले एक्लै नै काम गर्नुपर्ने हुन्छ। मैले चाहिँ अब तपाईँको बजेटिङदेखि लिएर खर्च एक्सपेन्डिचरसँग सबै कामहरू एक्लै गर्नुपर्ने भए हुन्छ। अहिलेको टाइम चाहिँ तपाईँको बजेट बनाउने सन्दर्भको टाइम पनि छ। असार 10 गते संवैधानिक हिसाबले बजेट ल्याउनु पर्छ, त्यसमा पनि लेखाको मान्छे अलि बढी खट्नुपर्छ। अब त्यही माथि फेरि भुक्तानीको टाइम छ, भुक्तानी असार 24 गते भन्दा पछाडि हाम्रो चाहिँ सूत्र सिस्टम छ, त्यो चाहिँ बन्द नै हुन्छ मलेनिकाबाट होइन। त्यसकारण यो टाइमको बााउन्डिङको हिसाबले मानिली म एउटा चाहिँ सरकारी कर्मचारी हुँ, म 9 देखि 5 बजेसम्म मात्रै अफिसलाई टाइम दिन्छु, त्योभन्दा बाहिर मैले टाइम दिन गर्दैन भनेर यदि म बस्ने हो भने मेरो चाहिँ लेखा शाखाको वर्कको पर्फर्मेन्स नै दिन सकिन्न, धेरै फाइल पेन्डिङ हुन्छन्, भुक्तानी नै गर्न सकिन्न अहिले भने चाहिँ अरू कुनै साउन भदौ असोजतिर 9 देखि 5 बजेसम्मको टाइम दिन सकिन्छ। बिहान यति बेला अलिकति बढी टाइम दिनुपर्छ, टाइम नदिए पनि बेला पनि जानु पर्यो हैन। अहिलेको टाइम त त्यो शनिबार आइतबार सार्वजनिक बिदा छ नि, म अफिसमै छु, राति 8-9 बजेसम्म बसेर काम गर्नुपर्ने हुन्छ, बिहान 7:30-8 बजे अफिसमै जानुपर्छ। अब अलि पछाडि असार नै आयो, पिक टाइममा आयो, असार 10-11 गते आयो भने त होल नाइट अफिस बसेर काम गर्नुपर्छ। त्यो बिहान 9 देखि 5 बजेसम्म काम गर्ने हो भनेपछि त्यो फाइल त सबै पेन्डिङ हुन्छ, भुक्तानी नै हुँदैन। यस्तो पिक टाइममा अब एउटा कुनै व्यक्ति होइन अथवा पत्रकार अनुमति नलिएर बुम क्यामेरा भ्युजको नाममा होइन एउटा चाहिँ तपाईँको चाहिँ बिरामी भएर औषधि खाएर अलिअलि ज्वरो आउँदाखेरि पनि काम गरिराखेको कर्मचारीलाई तिमीले जस्तो त्यो दिन पोसाक लगाएनौ, ठिक छ, त्यो एउटा अनुशासनको हिसाबले के सामान्य हुन सक्छ रे, फर्मल पोसाक नलगाएको, फर्मल पोसाक लगाएनौ, तर त्यो अतिरञ्जित हुने खाले पनि त लगाएको छैन। सरकारले व्यवस्था गरेको ड्रेस कोडको सेतो नीलो आइडी कार्ड त्यो मसँग थियो के थियो, तर चाहिँ अतिरञ्जितको हिसाबले चाहिँ अब फर्मल ड्रेस सेतो सर्ट नीलो प्यान्ट थिएन होला, ठिक छ होइन। र तपाईँको बिहान 7:30 बजे जाने, राति 8 बजीसम्म जाने, यो गर्मीको टाइममा बाटोको अवस्था कति अवस्था त्यही बस्नुपर्ने हुन्छ, अनि एउटा मात्रै ड्रेससँग बसेको मान्छे त्यही बस्नुपर्ने अवस्था आयो भने त्यसले काम गर्न सक्छ, ड्रेस लगाएर सुत्न सकिन्छ भन्ने खालका यस्ता कुरा व्यावहारिक कुराहरू पनि हेर्ने। अनि अर्को कुरा मलाई कस्तो लाग्छ, पत्रकारले सरकारी कार्यालयमा गएर ड्रेस आइडी खोज्ने त होइन होला नि त, पत्रकारले ड्रेस र आइडी कार्ड खोज्न मिल्छ दाइ तपाईँको पत्रकारिताको अनुभवले? होइन, त्यो सामान्य अनुशासनको कुरा हो हेर होइन, त्यसमा चाहिँ कार्यालयको प्रमुखले अरूहरूले व्यवस्थित गर्ने कुरा हो। मान्छेको जीवनमा के हुन्छ भने कहिले मान्छे 9 बजे अफिस हुन्छ, 11 बजे पनि पुग्छ होइन, केही बाटोमा केही समस्या भयो कि अरू भयो कि पहिलो कुरा मान्छेले पोसाक लगाएको छैन भने त्यसको कारण सोध्नु पर्यो, अरू कुरा गर्नु पर्यो, त्यो पनि एउटा सिस्टमेटिकली अरू तरिका छन् कि सर्भिस गएर अगाडि नै। जस्तो अब अहिले त कस्तो छ भने हामी चाहिँ कहाँ अगाडि नै यसरी माइक तेर्साएर कहाँ बोल्न सकिन्छ त होइन, सर्भिसको डेलिभरीमा कुरा गर्न पर्यो एउटा जर्नलिस्टले त होइन, समाज रूपान्तरणको कुरा गर्नु पर्यो होइन, योजनाहरूमा के भइराखेको छ। मैले काम गर्ने पालिकाले सर्भिस डेलिभरी गरेको छ कि छैन, नागरिकले समयमा सेवा पायो कि पाएन होइन, त्यो नागरिक बडापत्रले उल्लेख गरे बमोजिमको सेवा पायो कि पाएन नागरिकले होइन, र सम्बन्धित शाखाबाट त्यो कर्मचारीको बिहेभ कस्तो छ नागरिकप्रति, मुस्कान सहितको सेवा प्रवाह गरेछ कि छैन, टाइमिङमा सेवा दिएछ कि छैन होइन, त्यो कर्मचारीको अरू कुराको फ्याक्टर कस्तो छ, नागरिकसँगको सम्बन्ध कस्तो छ उसको होइन, त्यो कुरालाई पनि पोजिटिभली सोध्न सकिन्छ भन्ने कुरा हो कि। जस्तो समाज चाहिँ कस्तो छ भने समाजमा नेगेटिभ कुराहरूमा मान्छेको बढी चासो हुन्छ भनेर हामीले पोजिटिभ कुरालाई पनि नेगेटिभ बनाउँदै लगेका छौँ कि होइन। सर तपाईँले किन ड्रेस नलगाउनु भएको सर, लगाउनु पर्थ्यो नि होइन तपाईँले भन्दाखेरि हो सर म भोलि भनिन्छ त, अथवा मलाई यस्तो पर्यो मैले लगाएन, अथवा हो मेरो कमजोरी हो मान्छेले, तर त्यसलाई पनि कुनै अपराधीलाई ड्रेस नलगाउनु मानव त्यसले कुनै ठुलो मान्छेलाई चाहिँ मारेको अथवा कुनै ठुलो चाहिँ भ्रष्टाचारको काण्ड चाहिँ घटाएको चाहिँ त्यसले घटायो कि क्या भन्ने तरिकाको चाहिँ एउटा अपराधीकरण गर्ने कुरा जुन अहिले भइराखेको छ, यो नेपालैभरि विभिन्न च्यानलहरूले गरिराखेका छन्। मलाई चाहिँ कस्तो लाग्छ भनेपछि त यस्तो खालको कुराहरू आउँदाखेरि म आफै पनि त्यसको चाहिँ भिक्टिम भएँ होइन, भिक्टिम हुँदाखेरि त अब एक हिसाबले अब दुःख त लाग्छ नै होइन, दुःख लाग्छ। यद्यपि होइन तिमी त जस्तो पत्रकारितामा तिमीले चाहिँ मास्टर्स गर्यौ, मैले पनि पढेँ नि त होइन, हामी पत्रकारै हुन्छु भनेर होइन कि, पत्रकारलाई हाम्रो कन्टेक्स्टमा के छ भनेपछि तपाईँले मास कम्युनिकेसनबाट मास्टर्स गर्नुभयो अनि मिडियामै लामो समयसम्म काम गर्नुभयो, मैले पनि मास कम्युनिकेसनबाट मास्टर्स गरेँ, मिडियामा लामो समयसम्म काम गरेँ, र मलाई लाग्छ अब दाङको चाहिँ पत्रकारिता क्षेत्रमा बिट पत्रकारिताको सुरुवात गरेर
तिमी त चलचित्रमा राम्रो गर्यौ नि चलचित्र पत्रकारितालाई त दाङ केन्द्रीय सदस्य भएर एउटा तिमीले त्यो इस्टाब्लिश गर्यौ त दाङमा चलचित्र तिमी योभन्दा अगाडिको कार्य समितिमा केन्द्रीय सदस्य म दाङको पूर्व अध्यक्ष भए 3 वर्ष चाहिँ चलाएर चाहिँ म केन्द्रको कार्यसमिति सदस्यसम्म भएँ होइन भइसकेपछि चाहिँ त्यो दाङको चलचित्र पत्रकारितालाई जस्तो बिट पत्रकारितामा आयौँ कि हामी मूलधारको पत्रकारिताबाट अलिकति व्यावसायिक हिसाबले चाहिँ त्यसलाई चाहिँ क्राइमको गर्लाको एग्रिकल्चर स्पेसलाइज्ड हुनुपर्छ स्पेसलाइज जर्नलिजम भनौँ न स्पेसलाइज्ड हुनुपर्छ एउटा अब मैले एउटा व्यक्तिले न्यायको कुरा लेख्ने खेलकुदको कुरा लेख्ने स्वास्थ्यसँग सम्बन्धित कुरा लेख्ने राजनीतिको कुरा लेख्ने चलचित्रको कुरा लेख्ने त म एउटै मान्छेसँग विशेषज्ञता हुँदैन नि होइन त्यो प्रोफेसनल मिडियाहरूले त बिट जर्नलिजमै राखिहाल्छ त्यसकारण मैले चाहिँ त्यो बिट पत्रकारिताको सुरुवात गरेर दाङमा क्याम्पेन गरेर दाङमा चाहिँ बिट पत्रकारितामा काम गर्ने चलचित्रमा मात्रै काम गर्ने मान्छेलाई एकीकृत गरेर होइन यो अवस्थासम्म त ल्याइ पुर्यायो नि भनेपछि चलचित्रको क्षेत्रमा त मसँग मेरो राजनीतिमा स्वास्थ्यमा कानुनी प्रणालीमा कम ज्ञान भयो भने चलचित्रको जर्नलिस्टिकको हिसाबले कुरा गर्दाखेरि त मसँग त केही न केही ज्ञान छ होइन त्यो तिमीहरूले त यो चलचित्रको राष्ट्रिय एजेन्डाहरूमा पनि त यहाँ छलफल भयो हो त हामीले यहाँ ठुला मान्छेहरू यहाँ सिनेमाहरू पनि त यहाँ सुटिङ भयो हामीले चलचित्र पत्रकारिता सुरु नगर्नुभन्दा अगाडि दाङ जिल्लामा खासै चलचित्रको छायाङ्कन नै हुँदैन थियो होइन हामीले चलचित्र पत्रकारितामा काम गरिसकेपछि हामी यहाँ नेसनल लेभलका चाहिँ आर्टिस्टहरूलाई बोलाएर निर्माता सबैलाई प्यानल डिस्कसन गऱ्यौँ पटक एकपटक मात्रै होइन पटक प्यानल डिस्कसन गरेर दाङ जिल्ला पनि चलचित्रको हब हुन सक्छ होइन दाङ जिल्लामा पनि चलचित्र छायाङ्कनका थुप्रै सम्भावित ठाउँहरू छन् होइन दाङ जिल्लामा पनि थुप्रै कलाकारहरू हुनुहुन्छ नेसनल लेभलमा चाहिँ तपाईँको प्रतिनिधित्व गर्ने ठुला कलाकारहरू दाङले जन्माएको छ होइन भनेर त हामीले डिबेट सुरु गऱ्यौँ नि डिबेट सुरु गरेर अहिले हेर्नु न अहिले दाङ जिल्लामा राम्रा फिल्महरू तिमीले चाहिँ त्यो 2-4वटा के प्रोग्राम गरिसकेपछि तुलसीपुरमा पनि त सिनेमा हल बनाउनु पर्छ भनेर एउटा कुरा आयो त तुलसीपुर सिनेमा हल विहीन थियो होइन त्यसको सिनेमा हल खोल्नुपर्छ भनेर काठमाडौँ धेरै पटक काठमाडौँ गएर चाहिँ फिल्म हल खोल्ने सन्दर्भमा मैले चाहिँ सहकार्य समन्वयको काम गरेको छु कि तुलसीपुरमा फिल्म हल खोल्नुपर्छ भनेर अनि तुलसीपुरलाई छायाङ्कनको हब गराउनुपर्छ भनेर मैले धेरै मेहनत गरेको छु होइन तुलसीपुरमा बिट पत्रकारिताको माध्यमबाट चलचित्र पत्रकारितालाई अझ उज्जवल बनाउनुपर्छ भनेर त्यसमा पनि मैले भूमिका खेलेको छु कि जस्तो चाहिँ मलाई लाग्छ त्यसकारण पत्रकारिता क्षेत्रमा चाहिँ लामो समयसम्म काम गरेको र पत्रकारितै विषयमा चाहिँ मास्टर्स गरेको हुनाले मलाई चाहिँ कहिलेकाहीँ त्यो इस्यु आउँदाखेरि कहिलेकाहीँ यस्तो खालको गतिविधि होइन पत्रकारिता क्षेत्रमा मौलाएको पछिल्लो प्रवृत्ति देख्दाखेरि कता दुःख लाग्छ क्या यस्तो छ अब कस्तो हुन्छ भने बाढी आउँदाखेरि चाहिँ सबै खाले चिजहरू मिसिन्छ होइन अनि त्यो तल जाँदा बिस्तारै सङ्लिँदै पनि जान्छ जस्तो अहिले यो अवस्था छ भनेर यो अवस्था लामो समय नजाला तर यसलाई सुधार पनि त गर्न सकिन्छ नि होइन त्यसको पनि निश्चित सीमा छन् होइन त्यसको पनि कोड अफ कन्डक्ट छ कोड अफ कन्डक्ट छ नि त उसका पनि विभिन्न खालका कुराहरू छन् तिमीले के त्यो आइसकेपछि के प्रेस काउन्सिल कता उजुरी गरिसकेपछि उसले सचेत पनि त बनायो नि हिजो त्यही कुरा चाहिँ संयमित तरिकाले गरेको भए त अहिले प्रेस काउन्सिलले त्यो एक्सन लिने पनि त थिएन नि हो त्यो भएर अब कस्तो हुन्छ भने कुन कुरालाई चाहिँ भ्युजका आधारमा चाहिँ कसरी चाहिँ यसलाई चाहिँ मोडिफाई गर्ने भन्दा पनि वास्तविक कुरा के हो र त्यसलाई कसरी मैले दिनुपर्छ जस्तो अर्को एउटा इम्पोर्टेन्ट कुरा चाहिँ हामीले पढ्दाखेरि जस्तो कुनै पनि मिडियाको महत्त्वपूर्ण कुरा भनेको सम्पादन हो कि हेर जस्तो एउटा मिडियाको सबै संरचना हेर्दाखेरि एउटा रिपोर्टरले लेखेर जान्छ त्यसपछि कपी एडिटरले गर्छ सब एडिटर अर्कोले एडिट गर्दै जाँदा फाइनल एडिटर कहाँ जान्छ र उसले यो ठिक छ भने चाहिँ प्रसारण हुन्छ क्या तर यहाँ त के भइदियो भने अब तिमी आफै रिपोर्टर भयो आफैले त्यो कुरा ल्यायो आफै तिमी सबै तिम्रो भूमिका भयो के अनि कुन कुरा दिने नदिने के गर्ने भनेर त्यो एउटा एडिटिङ भनेको यति महत्त्वपूर्ण पार्ट हो कुनै पनि मिडियाको त्यसलाई नै सखाप गरियो एउटा संरचनालाई नै भत्काइयो भने एउटा रिपोर्टरले जे कुरा ल्यायो जस्तो मानौ कान्तिपुर टेलिभिजनमा एउटा रिपोर्टरले चाहिँ केही कुरा ल्याएर आयो भने त्यो कुरा जस्ताका तस्तै त जाँदैन त्यो पहिला कपी एडिटर कहाँ जान्छ उसले हेर्छ अनि उसले यो कुरा सुधार भन्छ त्यसपछि अलि माथिल्लो एडिटर कहाँ जान्छ त्यसपछि उसले सुधार भन्छ नि मेन एडिटर कहाँ जान्छ उसले यो ठिक छ भनेपछि बल्ल त्यो चाहिँ अगाडि बढेर प्रसारणमा आउँछ कि कहाँ गयो यो च्यानल अब यो च्यानल त अब कोल्याप्स अवस्थामा छ एउटाले गएर भिडियो खिच्छ उसैले एडिट गर्छ सबै उसैले राख्छ
राम्रो कुरा उसले देखाउँदैन, समाजमा अतिरञ्जित गर्ने कुरा मात्रै उसले भ्युजको बाहना समाजको नेगेटिभिटीको जुन एउटा कन्सेप्ट छ त्यहीलाई नै उसले चाहिँ त्यसलाई नै क्याच गर्छ हैन, त्यसलाई क्याच गर्छ र एउटा चाहिँ सबैभन्दा समस्याको कुरा चाहिँ मोनिटाइजेसनको बाहनामा हो हैन, मोनिटाइजेसनको बाहनामा डलर र भ्युजको खेती गर्ने हैन। अब यसलाई चाहिँ राम्रो हिसाबले प्रस्तुत गरेपछि भ्युज आउँदैन, यसलाई अतिरञ्जित बनाएर प्रस्तुत गरेपछि चाहिँ मेरो चाहिँ भ्युज आउँछ, मेरो चाहिँ च्यानलको सब्सक्राइबर बढ्छ हैन, भ्युज बढ्छ भनेर त्यो नहोस् कि दिन यस्तो नआओस् कि भाइ पैसा डलर आउँछ भ्युज आउँछ भन्दैमा आफ्नै मृत बाको लासमाथि रोइरहेकी आफ्नै आमालाई प्रश्न गर्ने दिन नआओस् कि युट्युबरले। तपाईँले यति कुरा गरिसकेपछि मलाई हेर है ट्याक्कै एउटा क्लिक भयो कि अहिलेको पत्रकारिता दाइ हेर हैन, अहिलेको मैले पत्रकारिता क्षेत्र म फेरि अब पत्रकारिता गरेको, पत्रकारिता पढेको र अहिले चाहिँ पत्रकारितामा लामो समय काम गरेर अहिले सार्वजनिक सेवा प्रवाहमा आएको मान्छे हो, सार्वजनिक सरकारी संयन्त्रमा आएको मान्छे हो हैन। त्यसकारण यो भन्दै गर्दाखेरि मैले पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउने, पत्रकारिता क्षेत्र खराब हो भन्ने होइन, ममा अझै पनि पत्रकारिता क्षेत्रप्रति सम्मान, लगाव हैन, माया र नशा अझै पनि जीवितै छ हैन, जीवितै छ। तर मैले काम गरेर मैले पढेको कुरा सिकेको कुरा त भन्न त पर्यो हैन, भन्नुपर्छ। तपाईँले अहिले भर्खरै उठाएको कुरामा मेरो दिमागमा आयो कि अहिलेको खोजी पत्रकारिता हेरौँ न, अहिलेको खोजी पत्रकारिता श्रीमान श्रीमतीको झगडा मिलाउने, श्रीमान श्रीमतीको झगडा खिच्ने हो। अनि अहिलेको खोजी पत्रकारिता सरकारी कार्यालयमा गएर हाजिर रजिस्टर हेर्ने हो अहिलेको खोजी पत्रकारिता। होइन, घोराइमा एउटा घटना भयो नि त भाइ, एउटा चाहिँ महिला चाहिँ महोत्सवमा गएर नाच्नु भयो, अनि त्यही उहाँ नाच्दा नाच्दै अर्को पनि मान्छे आएर त्यहाँ नाचियो होइन, नाच्दा नाच्दा नाच्ने बेलामा त नजिक नजिक पनि त भइन्छ नि, अनि नजिक नजिक भइसकेपछि अब त्यो चाहिँ पुरै भिडियो खिचेर राखिदिएछन् होइन। विगतको समयमा दाइ राखिदिएपछि त के हुन्छ, बाहिर बस्ने आफन्तहरूले त्यो हेर्दाखेरि त के यस्तो भएछ अरू भएछ होइन। अब मान्छे जहाँ छ जे छ खिच्ने राखिदिने अरू गर्ने पारिवारिक व्यक्तिगत निजी जीवनका विषयहरू पनि पत्रकारिता क्षेत्रले त्यो चाहिँ अतिरञ्जित बनाएर समाजमा ल्याएको छ क्या। त्यसले कसैको व्यक्तिगत जीवनमा कति हानि पुर्याएको छ, त्यसको पारिवारिक मामिलामा कति हानि पुर्याएको छ, त्यसको चाहिँ फ्यामिली म्याटरमा त्यसले कति असर गरेको छ, त्यसका रिलेटिभ्सहरू हुन्छन्, अरूहरू हुन्छन्, कति असर गरेको छ। अब त्यो कुरालाई चाहिँ बिल्कुलै बिर्सेर आफ्नो मात्रै भ्युज कमाउने बाहनामा त पत्रकारिता गर्न मिल्दैन होला हैन। पहिला चाहिँ पत्रकारिता दाइ तपाईँको पालामा हैन कस्तो हुन्थ्यो भने एउटा चाहिँ दुःख पाएको व्यक्ति छ, निमुखा छ, अपहेलित छ, केही कुरा उसले चाहिँ भन्न पर्ने छ, सुनाउनु पर्ने छ भने आवाजविहीनहरूको आवाजको रूपमा पत्रकारलाई भेट्थ्यो, पत्रकारलाई भेट्थ्यो नि त, पत्रकारलाई खोजेर भेट्थ्यो दाइ, मिडियामा जान्थ्यो, मेरो यस्तो समस्या छ भनिदिनु पर्यो, यो भयो। त्यो ट्रेन्डबाट अहिले आउँदाखेरि बाटोमा कति पत्रकार भेट्यो भने पनि मेरो व्यक्तिगत गोपनीयताको विषयमा चाहिँ यसले केही भनिहाल्छ कि केही उजागर गरिहाल्छ कि खिचिहाल्छ कि भन्ने डरले पत्रकार देख्दाखेरि पनि बाटो काटेर हिँड्न पर्ने अवस्थाको सिर्जना भइसकेको छ अहिलेको अवस्थामा। यति मात्रै होइन, एउटा व्यावसायिक पत्रकार, व्यावसायिक हिसाबले नेसनल लेभलमा तपाईँको पत्रकारिता गरिराखेको व्यावसायिक पत्रकारलाई तपाईँ गएर सोध्नुहोस् तपाईँ के गर्नुहुन्छ, उसले एकदमै खुलेर म पत्रकारिता गर्छु भनेर सायद भन्न सक्दैन। किन यस्तो अवस्थाको सिर्जना भयो? अनि यसलाई अब कस्तो भने एकाध केही मान्छेहरूको खराब भूमिकाका कारणले हामीले समग्र पत्रकारितालाई पनि हेर्ने दृष्टिकोण मान्छेको फरक हुन्छ कि होइन। अघि भने जस्तै एउटाले पत्रकारले खराब गर्दा अर्को पत्रकार पनि त्यस्तै होला भन्ने छ। मेन कुरा त के हो नि, हामी आफू जिम्मेवार बनाऊ कि मैले जसको बारेमा केही कुरा देखाइरहेको छु त्यसले भ्युज त आउला, त्यसले सोसाइटीलाई के प्रभाव पार्छ, त्यो व्यक्तिमा के प्रभाव पार्छ। यहाँ आत्महत्या गरेका छन् मान्छेहरूले कसैको कुराहरू चाहिँ बाहिर ल्याइदिएको कारणले गर्दाखेरि होइन। मान्छे त कस्तो हुन्छ नि, आफ्ना व्यक्तिगत कुरा कतिपय कुराहरू त मान्छेले आफैसँग राख्न चाहन्छ त होइन। त्यो कुरालाई पनि भन्नै पर्छ गर्नै पर्छ भन्ने टाइपका कुराहरू आउने र मूल त व्यक्तिको गोपनीयताको कुनै पनि चाहिँ प्रवाह नगरेर मसँग सूचनाको हक मात्रै छ होइन। अहिले पर्या छैन, कसैले चाहिँ त्यो विषयमा कुरा उठाएको छैन। मुलुकी अपराध संहिताले त कसैको बिना अनुमति भिडियो तस्बिर खिच्ने, त्यसलाई तोडमोड गर्ने, अतिरञ्जित बनाएर प्रकाशन प्रसारण गर्न नमिल्ने र त्यो यदि कसैले गरेर उजुरी गरेको खण्डमा त त्यसलाई त नगदसहित जेल सजायको व्यवस्था पनि छ होइन। त्यो खिचेको पीडित भएको व्यक्ति अहिले चाहिँ भिक्टिम भएर अदालत प्रहरीका गइराखेको छैन,
गयो भनेपछि त अवस्था त जान्छ नाजुक नि हुन्छ, कुनै दिन होइन? होइन अब यो कुरा त तपाईँको कानुनी दायराभित्र बस्नुपर्छ भन्ने, इथिक्सभित्र बस्नुपर्छ भन्ने कुरा त कम्तीमा पत्रकारिता गरेको व्यक्तिले त सिक्नु पर्यो नि। अनि अर्को कुरा दाइ, एउटा चाहिँ सुधार गर्नुपर्ने कुरा के, यो समस्या त छ नि होइन? सुधार गर्नुपर्ने कुरामा चाहिँ मलाई कस्तो लाग्छ भनेपछि एउटा डक्टर भन्दाखेरि लाइसेन्स निकाल्नुपर्छ, वकिल भन्दाखेरि लाइसेन्स निकाल्नुपर्छ, ल पढेर लाइसेन्स निकाल्नुपर्छ, पढेर मात्रै हुँदैन। नर्स हुँदाखेरि उसले लाइसेन्स निकाल्नुपर्छ, होइन? अरू कसैले चाहिँ सरकारी संयन्त्रमा आउँदाखेरि उसले चाहिँ पास गरेर चाहिन्छ, एउटा चाहिँ इन्जिनियरलाई लाइसेन्स चाहिन्छ, इन्जिनियर लाइसेन्स नि। पत्रकारिता क्षेत्रको लाइसेन्सको मापदण्ड के हो? लाइसेन्स मिल्दैन यसलाई चाहिँ एउटा होइन निश्चित एउटा शैक्षिक योग्यता क्रिएट गर्नु, पत्रकार बन्नका लागि के योग्यताहरू चाहिँ गर्नुपर्ने कि निश्चित एउटा शैक्षिक योग्यता बनाएर होइन उसलाई चाहिँ व्यावसायिक हिसाबले पत्रकारिता गर्नको लागि कहीँ कतैबाट प्रेस काउन्सिलले व्यवस्था गर्ने हो कि सूचना विभागले गर्ने हो कि अथवा अन्य कुनै एउटा संयन्त्रको विकास गरेर गर्ने हो कि होइन? एउटा लाइसेन्सको कुरा हुनुपर्छ कि जस्तो चाहिँ मलाई लाग्न थाल्यो कि होइन? उसले पत्रकारिता एटलिस्ट पत्रकारिता पढेको हुनुपर्ने। अनि अहिले चाहिँ सम्पादक हुनुको लागि यो नयाँ व्यवस्था अनुसार अस्ति एउटा संशोधन भएको छ, स्नातकमा मास कम्युनिकेसन नै पढेको मात्रै सम्पादक हुन पाउँछ। त्यो एकदमै राम्रो रिफर्मको सुरुवात भएको छ होइन? तर त्यो सम्पादक सँगसँगै अरू रिपोर्टरका कुराहरू, अरू संवाददाताका कुराहरू, अरू रेडियो टेलिभिजनमा बोल्नेको हकमा कम्तीमा पत्रकारिता पढेको र कहीँ कतैबाट चाहिँ अनुमति लाइसेन्स प्राप्त गरेको हुनुपर्छ कि जस्तो चाहिँ मलाई लाग्छ। अरू सबै पेसामा त्यो हुने अभिव्यक्ति स्वतन्त्रताको नाममा चाहिँ स्वच्छन्दता हुनु भएन। स्वतन्त्रता ठिक छ कि स्वच्छन्दता, अभिव्यक्ति स्वतन्त्रताको नाममा होइन लाइसेन्स नै प्राप्त नगरी, योग्यता नै नपुगी होइन, जति जे मन लाग्यो त्यही गर्दै हिँड्न त अलि मिल्दैन। त्यसलाई चाहिँ नियामक निकायले गर्नुपर्छ, नेपाल पत्रकार महासङ्घले, प्रेस काउन्सिलले होइन, सूचना विभागले के छन्। जस्तो पहिलो कुरा चाहिँ व्यक्ति आफै पनि कुनै पनि विषयमा जानकार भएर मात्र त्यो कुरालाई उठाउनु पर्यो, किनभने मिडियामा ल्याउँदाखेरि त्यसको 100% 360 एङ्गलबाट नै त्यसलाई हेरेर यो कुरा चाहिँ यहाँनिर इरर रहेछ, यो कुरा मैले चाहिँ मेरो मिडिया मार्फत ल्याउँछु भनेर उसले चाहिँ ल्याउनु पर्यो। दोस्रो कुरा त्यसलाई चाहिँ कुनै पनि सामग्री बनाइसकेपछि त्यसलाई चाहिँ दर्शक भएर अथवा श्रोता भएर हेर्ने सुन्ने गर्नु पर्यो अथवा पढ्नु पर्यो कि जस्तो यस्ता कुराहरूमा चाहिँ होइन यो ठिक छ भनेर उसलाई लाग्यो र यो भिडियोको बारेमा उठेका कुनै पनि सवालहरूमा म जवाफ दिन सक्छु है, म यो तरिकाले गर्न सक्छु भनेर मात्रै चाहिँ त्यसलाई प्रसारणमा ल्याउनु पर्नेमा कुनै पनि प्रक्रिया नगरेर चाहिँ प्रसारण गरिदिँदाखेरि छ। नत्र त अब हेर्ने कथा हेरौँ, अरू हेरौँ, कति राम्रो कुराहरू गरिराखेका छन्, आइराखेका छन्, सोसाइटीका समाजका कस्ता कुराहरू चाहिँ देखाइराखेका छन्। नागरिकता प्राप्त गर्न नसकेको व्यक्तिले नागरिकता प्राप्त गर्ने अवस्था पनि त छ त मिडियाबाट, अनि यसको त राम्रो पक्ष पनि धेरै छ नि होइन? त्यो भएर मिडिया चाहिँ आवश्यक छ होइन? अब हामी डिजिटल मिडियाभन्दा बाहिर जान पनि सक्दैनौँ होइन? यो अबको यही नै एउटा चाहिँ समयको माग भइसक्यो। तर यसलाई पनि हामीले सही तरिकाले नियमन गरेर हामी आफू नै जिम्मेवार भएर गर्न सक्यौँ भनेपछि यो चाहिँ ठिकै छ नि होइन भाइ? यो मिडियाको कुरा धेरै भयो आज। मिडियाको यस्तो हो, अब तपाईँ पनि मिडियामै काम गरेर मिडिया पढेको र म पनि मिडियामा काम गरेर मिडिया पढेको र दुइटैको प्रोफेसन फेरि अहिले अलिकति सरकारी संयन्त्रसँग जोडिया हुनाले यो अलिकति गर्न पर्यो कि जस्तो चाहिँ लाग्यो, राम्रै भयो। जस्तो चाहिँ मिडियाको यो एआई टेक्नोलोजी, न्यू डिजिटल इराको मिडिया होइन, डिजिटलाइज्ड मिडियाको कुरा चाहिँ अलिकति व्यवस्थित चाहिँ हुनुपर्छ कि जस्तो चाहिँ हो क्या दाइ? जस्तो नेपाल पत्रकार महासङ्घले, प्रेस काउन्सिल नेपाल, सूचना विभाग, अन्य केही सूचना तथा सञ्चार मन्त्रालय यो सम्बन्धी विभिन्न खालका कानुनहरू बनाउने होइन, यो संयन्त्रको प्रणालीको विकास गर्ने, सामाजिक सञ्जाललाई नियमन गर्ने खालका कुराहरू गर्ने होइन, यी सबै कुराहरूमा चाहिँ काम गरेर यो मिडियालाई अझ व्यवस्थित बनाउन सकिन्छ नि, अझ व्यवस्थित बनाउन सक्यो, अझ स्वच्छ बनाउन सक्यो, अझ पारदर्शी जवाबदेही बनाउन सक्यो भने साँच्चै कि मिडिया क्षेत्र भनेको एउटा यस्तो तपाईँको क्षेत्र हो जो चाहिँ त्यो अघि तपाईँले भनेको जस्तै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका भन्दा पनि माथिको चिज हो मिडिया भनेको होइन? सधैँभरि समाजको वाचडग हो। फेरि यो हामी चाहिँ मिडियाकै कारणले नागरिकमा सुसूचित हुने कुरा हो होइन? यदि मिडिया हुँदैन थियो भने यो अहिले नेपाली समाज धेरै पछाडि हुन्थ्यो, धेरै पछाडि। अब यहाँसम्म त मिडियाले नै अगाडि बढाएको हो, मिडियाकै कारणले नेपाली समाज अथवा वर्ल्ड वाइड हिसाबले यहाँसम्म चाहिँ आएको हो होइन? यो सबै यसको चाहिँ पछाडि मिडियाकै हात छ होइन? तर मिडियाले नै यो सबै गर्दै गर्दाखेरि, मिडियाकै कारण समाज रूपान्तरण हुँदै गर्दाखेरि, नागरिकमा सचेतनाको लेभल हाई लेभलमा जाँदाखेरि होइन, नागरिकमा त हाई लेभलमा गयो नि त सचेतनाको लेभल होइन,
नागरिकलाई जागरुक गराउनुको हिसाबले मिडियाको भूमिका धेरै राम्रो मिडियाको भूमिका त धेरै राम्रो छ हैन। विभिन्न खालका आन्दोलनमा मिडियाले खेलेको अग्रणी भूमिकै खेलेको छ। अग्रणी भूमिका। त्यही मिडियाको चाहिँ समग्रतामा हेर्दाखेरि यसले चाहिँ राष्ट्रलाई समुन्नति लोकतन्त्रलाई संस्थागत बनाउने भूमिकामा पनि मिडियाको चाहिँ महत्त्वपूर्ण भूमिका छ। यो डिजिटल मिडियाको एउटा राम्रो पनि के रहेछ भने जस्तो हामी हेर्छौँ नि कुनै व्यक्तिको बारेमा केही कुरा देखायो यो गलत हो भन्ने हामीलाई लाग्छ तर यो व्यक्तिको बारेमा हो मात्रै नभनौँ भोलि आफूलाई पनि पढ्न सक्छ। त्यो भएर डिजिटल मिडियामा चाहिँ कस्तो छ भने आफूले कुनै पनि कुरा सामग्री चाहिँ यो सामग्री गलत छ भन्यो भने त्यो रिपोर्ट गर्न मिल्छ र धेरैले त्यो कुरा रिपोर्ट गर्यो भने त्यो सामग्री त्यहाँबाट डिलिट हुन्छ कि यो बारेमा आम जनतालाई जागरुकता पनि गर्नुपर्छ कि उहाँले यो कुरा पनि ख्याल गर्नुपर्छ कि। अब चाहिँ मिडियामा मलाई लाग्छ मिडिया क्षेत्रको चाहिँ राम्रो कुरा त धेरै छ नि त हैन। राम्रो कुरा धेरै छ। मिडियाले चाहिँ डेभलपमेन्टको पाटो पनि धेरै भूमिका खेलेको छ। सेवाको डेलिभरीका हिसाबमा पनि मिडियाले महत्त्वपूर्ण भूमिका खेलेको छ। नागरिकमा सचेतनाको स्तरको विकास गर्दा धेरै भूमिका खेलेको छ। विभिन्न खालका आन्दोलनमा भूमिका खेल्यो, लोकतन्त्रलाई संस्थागत गराउने भूमिका खेल्यो। लड्दै मिडिया चाहिँ तपाईँको मिडियालाई लगाइएको हतकडीबाट हैन स्वतन्त्रताको सवालमा र अभिव्यक्ति स्वतन्त्रताको कुरामा मिडिया यहाँसम्म आइपुग्यो। मौलिक हकको राज्यको संविधानले मौलिक हकमा समेत सूचनाको हकलाई सञ्चारको हकलाई हैन संविधानमै संवैधानिक व्यवस्था गरेको छ। भनेपछि त मिडिया त धेरै स्ट्रङ चिज हो। यो स्ट्रङ चिजलाई चाहिँ यसरी जथाभावी प्रयोग गर्दाखेरि त समाजमा राम्रो भन्दा पनि नेगेटिभिटी यसको ओज नै घटेर जाने देखिन्छ। ओज घटेर जान्छ र व्यावसायिक रूपले मिडियालाई मात्रै आफ्नो व्यवसाय बनाएका हैन व्यक्तिहरूको जीवनमा पनि यसले चाहिँ समस्या उत्पन्न गर्छ हैन भन्ने खालको त्यही हो। मिडिया चाहिँ राम्रो भयो भने सोसाइटी पनि राम्रो अब यो मिडियाको अब तपाईँ मास कम्युनिकेसन पढेको तपाईँ लामो समयसम्म मास कम्युनिकेसन अब अध्यापन पनि गराउनु हैन पढाउने काम पनि गर्ने। अब के गर्न सकिन्छ हैन मैले अघि भने जस्तै पहिलो कुरा के हो भने हामीले कुनै पनि क्षेत्रमा जाँदाखेरि त्यो क्षेत्रको बारेमा बुझेर जाउँ कि अरूले हेरेको बुम पकरेको हैन क्वेसनहरु सोधेको देखेर होइन कि हामी आफूले पनि त्यो क्षेत्रको बारेमा अध्ययन गरौँ। दोस्रो कुरा हामीले उठाउनु पर्ने विषयवस्तुको बारेमा अध्ययन गर्नु पर्यो कि हैन त्यो कुरा उठाउँदाखेरि म कतिको गहिराइमा जान सक्छु हैन। कुनै पनि व्यक्तिलाई आक्षेप लगाएर नेगेटिभ कुरा गर्दैमा चाहिँ समाजले मेरो भिडियो हेर्छ अरू गर्छ भनेर त्यो 2-4 दिन त राम्रो होला तर त्यसको आयु लामो हुँदैन। त्यो नेपालमा धेरै मिडियाहरूले त्यो भोगिसकेका पनि छन् हैन। त्यो भएर फ्याक्ट बेस मिडियाको चाहिँ एक्युरेसी ब्यालेन्स क्रेडिबिलिटी भन्छ नि त यो कुरालाई चाहिँ फलो गरेर चाहिँ मिडियाहरू सञ्चालन गर्नु पर्यो हैन। हामी चाहिँ भ्युजका पछाडि गएर अरूका पछाडि गएर 8 वर्षको 9 वर्षको बच्चाहरूलाई चाहिँ अन्तर्वार्ता लिएर चाहिँ अनि अब उनीहरूलाई चाहिँ बाबुआमाका बारेमा सोध्ने अरू गर्ने यो गर्ने अब त्यो धेरै खाले कुराहरू भयो कि हैन। यस्तो कुराहरूले चाहिँ समाजलाई अगाडि चाहिँ अनि यसका नियामक निकायले पनि नियमनको सवालमा हैन आचार संहिताको पूर्ण रूपमा पालना गराउने सवालमा हैन र ती मिडियाहरूको तपाईको दर्तादेखि लिएर हैन दर्ता नवीकरण र खारिजीसम्मका सवालमा हैन तिनीहरूलाई चाहिँ तपाईको कारबाहीसम्मका सवालमा चाहिँ नियामक निकायहरू आज जुन स्थानमा हुनुहुन्छ छन् त्यो भन्दा चाहिँ अलिकति माथि उठेर हैन माथि उठेर चाहिँ आफ्ना अंगहरूलाई चाहिँ अलि बढी एक्टिभ बनाएर लगेर चाहिँ सोच्यो भने सोच्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। मिडिया बिना चाहिँ राज्यको चाहिँ एउटा के अरे हामी लोक कल्याणकारी राज्यको परिकल्पना गर्न सकिँदैन नि त हैन। त्यो भएर मिडिया चाहिँ चाहिन्छ तर यसको भूमिकालाई चाहिँ राम्रो बनाऊ भन्ने भयो। अनि के तिमी आफू अब फेरि मिडियामा आउने के योजनामा छौ कि के छ? मेरो त अब यस्तो छ म यता सरकारी संयन्त्रमा पनि छु र मैले बीचबीचमा यस्तै खालको पोडकास्ट कार्यक्रम चलाइ पनि राखेको छु हैन। कहिलेकाहीँ आफ्नो समय अनुकूल बनाएर ट्याक्कै यति दिनपछि यति महिनापछि आउँछ भन्ने छैन। आफ्नो समय अनुकूल बनाएर पोडकास्ट कार्यक्रम चलाउने भन्ने त मेरो रुचि पहिलेदेखि थियो हैन। एउटा चाहिँ त्यो रेडियोमा बोलेको नसा अहिले पनि मैले अघि पनि भने रहरको बाटो हैन जीवितै छ हैन। अब त्यो चाहिँ कर्मको बाटो एकातिर भयो भने रहरको बाटो त फेरि मिडिया सेक्टरमै छ। त्यसकारण पनि यो यस्तो खालको केही चाहिँ इस्युमा हैन केही इस्युहरुमा चाहिँ कुरा गर्ने इन्फर्मली टक गर्ने त्यस्तो खालको भिडियोहरु निर्माण गरेर चाहिँ हैन प्रसारणमा ल्याउने भन्ने खालको इच्छा चाहिँ छ र त्यो काम मैले गरि पनि राखेको छु। ठीक छ भाइ तिमीसँग चाहिँ तपाईको नयाँ योजना हैन मेरो अब यस्तो छ म साहित्य लेखनीमा भावनाले अलिकति किताबहरू गर्न पाए हुन्थ्यो भन्नेमा छु म तर पनि त्यसको लागि अलिकति समय बढी भइराखेको छ। म यो काम चाहिँ छिटै गरौँला केही तयारी भनेको लेखनको क्रममा पनि
रहेको छु भने अरू अब नर्मल्ली आर्टिकलहरू लेख्ने कहिलेकाहीँ पोडकास्टहरू गर्ने यही हो र अर्को कुरालाई चाहिँ फुर्सद हुँदाखेरि अथवा फुर्सद मिलाएर भए पनि यो काम गर्ने भन्ने छ। मलाई चाहिँ यो कुराले एकदम स्फूर्ति दिन्छ, मलाई चाहिँ ताजापन ल्याउँछ कि मलाई आनन्द, एउटा आर्टिकल लेखिसकेपछि धेरै आनन्द आउँछ क्या। अनि यो त्यो भएर अब यिनै कुराहरूलाई चाहिँ गर्ने र मिडियासँग कुनै न कुनै हिसाबले चाहिँ जोडिराख्ने भन्ने चाहिँ छ। आज चाहिँ जोस भाइसँग रमाइलो कुराकानी भयो, एकदमै राम्रो कुरा चाहिँ एकदमै राम्रो कुरा भयो। अब एक हिसाबले त अब मिडियाको तपाईँ अब एक हिसाबले मेरो गुरु नै हो होइन। तपाईँसँग मैले अब मिडियाको यति धेरै कुराहरू गर्न पाउँदा चाहिँ म आफूलाई एकदमै भाग्यमानी नै ठानेको छु होइन। अब यो मिडियाई क्षेत्रमा काम गरेँ, मिडियाको माया लाग्ने भावनाले पनि मिडिया क्षेत्रको अझ उन्नयन चाहने व्यक्ति मध्येको हामी हौँ क्या होइन। मिडिया क्षेत्रको अझै उन्नयन होस्, अझै यसले चाहिँ राम्रो गरोस् होइन। मिडियामा काम गर्छ भन्ने कुरामा चाहिँ एकदमै खुलेर भन्न सकियोस् होइन। यो चाहिँ पत्रकार हो, यो मिडियामा काम गर्छ भन्दाखेरि गर्वको अनुभूति होस् भन्ने सन्दर्भका चिन्ता चासो भइराख्ने भावनाले आज चाहिँ यो मिडिया सम्बन्धी एकदमै राम्रो कुरा भयो र यो मलाई लाग्छ आवश्यकता पनि थियो। धन्यवाद यार भाइ। धन्यवाद, थ्याङ्क यू दाइ। हस्।